युके साइयोभन्दा अघिल्लो पोडकास्टमा भनेको थिएँ युके चाहिँ पढाइको लागि चाहिँ बेस्ट हो। अरू कुराको लागि चाहिँ आई डोन्ट थिङ्क युके चाहिँ राम्रो हो, किनभने ग्रेजुएट स्टुडेन्ट म त किन आउँछन् पहिले कुरो मेरो प्रश्न त्यहाँ हो होइन। मलाई आजसम्म मलाई अन्डर ग्रेडमा आउने मान्छे मलाई कसैले म्यासेज गरेर चाहिँ मैले सबैले नआऊ भनेको छु। मेरो होइन, तिमी जतिसुकै तिमीसँग पैसा होस्, जतिसुकै जेसुकै होस्, बरु त्यो पैसा नेपालमा इन्भेस्टमेन्ट गर, ब्याचलर्स नेपालमा सकाऊ, त्यो इन्भेस्टमेन्ट गरेको पैसाले प्रफिट केही होला, मास्टर्स गर्न आऊ। एउटै मात्रै कम्प्लेन नेपालको एजुकेसनल सिस्टम या कन्सल्टेन्सीहरूसँग के भन्दाखेरि रियालिटी के हो त्यो भनिदिनु पऱ्यो क्या युथहरूलाई। प्रोपर लिगल वेमा नेपालबाट चाइना इन्टर्नसिप जाने चाहिँ हाम्रो ब्याच थियो फर्स्ट टाइम। मलाई अझै पनि 15, 18, 19, 20 पाउन्ड पर आवर दिने काम थाहा छ मलाई, हाइड पार्कतिर, सेन्ट्रल लन्डनतिर होइन। त्यहाँ गएर वेटर नै काम गरेर बसिरहन त पैसा होला, करियर हुँदैन नि त। मैले स्यालेरी आइसकेपछि, मेरो प्रमोसन भइसकेपछि मेरो स्यालेरी यति हुँदो रहेछ भने मैले थाहा पाएको। तिमी चाहिँ आफ्नो अलिकति मात्रै ब्याकग्राउन्ड देऊ न त ल। मेरो अब लाइक मेरो नाम रबिन होइन, सबैले देखिहाल्छ होला त्यहाँ सायद। मेरो नाम रबिन, मेरो घर नेपाल चितवन। म युके आएको लगभग 3.5 इयर्स भयो। युडब्लुएल युनिभर्सिटी अफ वेस्ट लन्डनमा आएको हो, मास्टर्स इन हस्पिटालिटी म्यानेजमेन्ट, लग्जरी हस्पिटालिटी म्यानेजमेन्ट पढ्न लगाएको। मेरो ब्याकग्राउन्ड चाहिँ पहिल्यैदेखि +2 देखि नै भनौँ न, लाइक हस्पिटालिटी म्यानेजमेन्ट नै हस्पिटालिटी म्यानेजमेन्ट भएर अहिलेसम्मको कन्टिन्युटी एजुकेसन वाइज थियो। प्रोफेसन वाइज नै हस्पिटालिटीमै आबद्ध छु, हिल्टन होटेलमा काम गर्छु। त्यही हो। ओके, तिमी +2 बाटै हस्पिटालिटी सेक्टरमा लागेको? +2 बाटै। अनि अन्डर ग्रेजुएट नेपालमै गर्यो होइन? अन्डर ग्रेजुएट नेपालमै गरेँ। मेरो हस्पिटालिटीको चाहिँ इन्ट्रेस्टिङ छ कि मेरो पापा लाइक सेफ हुनुहुन्थ्यो इन्डियामा। अनि त्यो हुन्छ नि, त्यो होटेलमा या रेस्टुरेन्टमा भिजिट गर्न जाँदाखेरि त्यो उनीहरूको त्यो हुन्छ नि, त्यो ग्ल्यामर हुन्छ नि स्टाफहरूको, त्यो ग्रुमिङ्सदेखि लिएर उनीहरूको युनिफर्म, त्यसले मलाई कस्तो अट्र्याक्ट गर्थ्यो कि। अनि हामी चाहिँ जहिले पनि गर्मी महिनामा, बर्खामा त चितवनमा त 1 महिना बिदा हुन्थ्यो नि त। अनि हामी अब दसैँ तिहारमा नि 1 महिना बिदा हुने, अनि हामी युजली इन्डिया नै जान्थ्यौँ पापाबाट भेट्नलाई, म, बहिनी, मम्मी। अनि त्यसपछि त्यो भेट्न जाँदाखेरि मलाई चाहिँ सो मैले डिसाइड गरेर चाहिँ क्लास 7 देखिबाट म चाहिँ होटेल म्यानेजमेन्ट नै पढ्छु भनेर डिसाइड गरेँ क्या। त्यो यो मेरो टार्गेट चाहिँ। अनि +2 मा चाहिँ मैले अझै पनि 1-2 जनाले मलाई भन्छ कि लाइक तिमीले पहिल्यैदेखि होटेल म्यानेजमेन्ट भन्थ्यौ, तिमीले अहिलेसम्म कन्टिन्युटी गरिरहेछ है भन्थ्यो। अनि किनभने पहिला बच्चामा भनेको कुरा चाहिँ धेरै मान्छेले नसम्झिँदो रहेछ। अनि त्यो 11-12तिर पनि म 11मा इन्ट्रेस्टिङ छ। मेरो फ्यामिली हुन्छ नि, कसैले चाहिँ गर होटेल म्यानेजमेन्ट भन्ने बित्तिकै त इज अ डिफ्रेन्ट कन्सेप्ट नि त। नेपालमा कुकिङ, भाँडा माझ्नु पर्ने भन्थ्यो। अनि अब नेपालमा त अब डक्टर, इन्जिनियर हुन्छ नि। अब मेरो पढाइ पनि राम्रो थियो। मैले 9 क्लासमा त अब सबैलाई थाहा छ कि अप्सनल म्याथ लिनुपर्थ्यो कि इकोनोमिक्स लिनुपर्थ्यो नि त। अनि इन्ट्रेस्टिङ छ कि मैले चाहिँ, मलाई इन्ट्रेस्ट भएको इकोनोमिक्समा। अनि मेरो फेरि पढाइ राम्रो भएर इकोनोमिक्स लिनलाई मलाई स्कुलबाट पनि नदिएको हो क्या। अनि तर मैले चाहिँ हुन्छ नि, अब त्यो 1 विक चाहिँ गएर अप्सनल म्याथको क्लास लिएँ। अनि मैले डिसाइड गरेँ कि सर मलाई मन परेन, मलाई इकोनोमिक्स नै मन पऱ्यो भनेर। अनि सायद हाम्रो ब्याचबाट चाहिँ अनि अलिकति सरहरू पनि ओपन माइन्डेड हुन थाल्नुभयो कि इन्ट्रेस्ट अनुसारले पढ्न दिनुपर्छ विद्यार्थीलाई। किनभने हाम्रो ब्याचमा इकोनोमिक्समा राम्रो स्टुडेन्ट पढ्नेहरू 2-3 जना आयो कि मलाई फलो गरेर। अनि राम्रो रिजल्ट आयो क्या इकोनोमिक्स सेक्सनबाट पनि। वाउ, रिजल्ट आउँदो रहेछ, राम्रो स्टुडेन्ट आयो भने चाहिँ भनेर। अनि +2 मा पनि अब त्यस्तै भयो। अब चितवनतिर धेरै होटेल म्यानेजमेन्ट कलेज नभएको, अनि घरमा कसैले चाहिँ नपढ भन्ने, कसैले चाहिँ अब ठिकै छ पढ भन्ने भएर चाहिँ फेरि होइन, यो गन्जामोलमा चाहिँ बस्नुभन्दा मामा काठमाडौँ बसेर साइन्स कृतिपुर पढ्दै हुनुहुन्थ्यो। अनि त्यसपछि होइन म मामासँग बसेर पढ्छु भने फेरि काठमाडौँ गएर पढेको, व्हाइट हाउस पढेको होटेल म्यानेजमेन्ट। त्यतिखेर व्हाइट हाउस कलेज अफ होटेल म्यानेजमेन्ट कति चिनिन्थ्यो। त्यही होटेल म्यानेजमेन्टको ब्याकग्राउन्ड चाहिँ इन्ट्रेस्टिङ छ। अनि नेपाल हुँदाखेरि तिमीले काम गरेको थियौ कि त्यहाँ? थिएँ, म साइड बाई साइड गर्थेँ होटेल म्यानेजमेन्ट। पढाइ भएर चाहिँ लाइक अलिकति काम पाउनु सजिलो हुन्थ्यो, किन होटेल म्यानेजमेन्ट पढायो भनेर भन्थ्यो। काठमाडौँमा त्यस्तो धेरै, काठमाडौँमा कहिलेकाहीँ हुन्छ नि त्यो क्याजुअल, यहाँ भन्छ नि क्याजुअल्ली जाने जस्तो गरेँ। तर चितवन गइसके +2 भ्याइसकेपछि चाहिँ अनि ठ्याक्कै नारायणघाटको एउटा होटेल थियो, त्यहाँनिर
लेभल अफ म्यानेजमेन्ट जस्तै नै हेर्थेँ भनौँ न। मलाई एकदम राम्रो चिन्ने अङ्कलको होटेल थियो अनि उहाँले चाहिँ ट्रस्ट गरेर ल तिमीले हेर नि त भनेर गर्नुभएको थियो अनि मैले हेर्थेँ त्यो। अनि त्यसपछि म फेरि बिएचएम जोइन गरेँ, साइड बाई साइड हेरिदिन्थेँ मैले त्यो होटेल भनौँ न। त्यहाँ काम चाहिँ त्यहाँबाट स्टार्ट भएको 2017बाट स्टार्ट गरेँ मैले भनौँ न होटेलमै लाइक प्रोफेसनली नै काम गर्ने भनेर। अनि 2019मा चाहिँ अब इन्टर्न भए पनि तर प्रोफेसनली नै हुन्छ नि, लाइक स्यालेरी नै आउने गरेर चाहिँ चाइनामा गएर 1 वर्ष काम गरेँ कोभिडको टाइममा। कोभिडको टाइममा म चाइना थिएँ होइन, त्यो वुहान नजिक सहर नजिकै थिएँ। सो त्यो हुन्छ नि, तर टु बी अनेस्ट सोसियल मिडियामा देखाएको जस्तो केही पनि थिएन। के अरे सोसियल मिडियामा देखाएको जस्तो चाहिँ चाइनाको सरकारले यस्तो गर्यो उस्तो गर्यो हुन्छ नि, त्यो केही पनि थिएन त्यस्तो। हामी एकदम बरु नेपाल आएपछि मलाई कोभिड भयो, मलाई चाइना हुँदाखेरि भएको थिएन कोभिड। ठ्याक्कै चाइनामा चाहिँ सबै कुरा सेटल डाउन भइसकेर बोर्डर खोलिसकेपछि बल्ल नेपाल आएँ म। त्यो चाहिँ अनि तिम्रो पढाइ साथसाथै पढाइ हाम्रो चाहिँ कस्तो हुन्छ भने सरी बिएचएममा चाहिँ 1 इयरको इन्टर्नसिप हुन्छ अनि त्यो 1 इयरको कम्पलसरी त्यो कम्प्लिट गरिसकेपछि मात्रै अनि एउटा लास्ट सेमेस्टर हुन्छ, त्यसपछि बल्ल बिएचएम कम्प्लिट हुन्छ नि त। अनि त्यही सिलसिलामा चाहिँ मैले आफै खोजेर हुन्छ नि अप्लाई गरेर हामीलाई त्यतिखेर दुबई कतार कता पठाउनु हुन्थ्यो क्या सरहरूले। अनि अब हुन्छ नि होटेल भनेर रिसोर्ट पठाइदिने, अब त्यस्तो त म्यान पावरबाट पठाउने, सरहरू आफ्नो लिङ्क केही पनि थिएन सरहरूको पनि, उनीहरूले पनि म्यान पावरमा डिपेन्ड हुनुपर्ने। अनि म्यान पावरले के गर्ने भन्दाखेरि हामीले अगाडि ब्याचहरूको देखिरह होला 6 महिना अगाडि पैसा दिनुपर्ने, 6 महिनासम्म कलेजमै झुलेर बस्नुपर्ने, अनि 6 महिनाको लागि मात्रै इन्टर्न जानुपर्ने या 7-8 महिनाको लागि जानुपर्ने हुन्थ्यो। मैले चाहिँ पहिलेदेखि अप्लाई गरिरहेको थिएँ, 4-5वटा होटेलबाट राम्रै रेस्पोन्स आएको थियो। अनि एउटा त्यो म गएको होटेलले चाहिँ त लगायत तेरो साथीहरू पनि लिएर आउनलाई तैँले अप्रोच गरिस् नि हुन्छ भने, अनि एक्लै जानुभन्दा त साथीहरू पनि लिएर जाने भनेर। अनि हामी त्यतिखेर फर्स्ट टाइम सायद लाइक प्रोपर लिगल वेमा नेपालबाट चाइना इन्टर्नसिप जाने चाहिँ हाम्रो ब्याच थियो फर्स्ट टाइम। किनभने मोस्टली चाहिँ चाइना इन्टर्न पठाउने भनेर चाहिँ स्टुडेन्ट भिजामा पठाउँछन्, हाम्रो चाहिँ इन्टर्नसिप भिजा नै थियो क्या। अलिकति रिस्की हो इन्टर्नसिप भिजा, किनभने जम्मा 6 महिनाको भिजा हुन्थ्यो। तर स्योरिटी कस्तो हुन्थ्यो भने त्यहीँ बसेर चाहिँ भिजा लाग्ने चान्स कम हुन्थ्यो, फेरि 6 महिनापछि नेपाल आएर फेरि लगाउने चाहिँ चान्स आयो हुन्थ्यो क्या। अनि त्यो रिस्क लिएर गएको, अहिलेसम्म कन्टिन्युटी भइरहेछ त्यो ब्याच, हाम्रो ब्याचबाट चाहिँ। अनि मैले एभ्री इयर हेल्प गरिदिन्छु स्टुडेन्टहरूलाई भनौँ न। 2 वर्ष रोकियो, त्यसपछि चाहिँ राम्रै भइरहेछ, इन्टर्न गइरहेछन् स्टुडेन्टहरू अहिले पनि त्यो कलेजबाट। हाम्रो कलेज बाहेक अरू 2-3टा कलेजबाट पनि जान्छन् अहिले त। मैले लिङ्क गराइदिएको छु उनीहरूलाई, अनि गएको छन् स्टुडेन्टहरू अहिले पनि छन्, 15-20जना स्टुडेन्टहरू छन्, मजाले इन्टर्न गरिरहेछन्। एकदम राम्रो छ भनौँ न, चाइनाको प्रपर्टीहरू एडभान्स छ, राम्रो छ आर्किटेक्चर। अनि त्यस पछाडि चाहिँ तिमी नेपाल फर्केर काम गर्यो कि सिधै युके आयो? नेपाल फर्केर काम गरिनँ, किनभने त्यतिखेर कोभिड थियो नि त। कोभिड नेपालमा बल्ल म आइसकेपछि बल्ल नेपालमा चाहिँ कोभिड हुन्छ नि मजाले सुरु भएको थियो, अनि लकडाउन आदि इत्यादि कुराहरू भएको थियो। बट होटेल म्यानेजमेन्टको त्यो स्पिरिट चाहिँ त्यतिखेर पनि छुट्यो, किनभने मैले मेरो युट्युबमा एउटा 2 भिडियोहरू छ क्या मेरो पनि प्रोफाइलमा। के अरे मैले इन्टरनेसनल होटेलियरहरूलाई हुन्छ नि त्यो वेबिनार गर्थेँ क्या, नेपालको हस्पिटालिटी स्टुडेन्टहरूलाई चाहिँ अप्रोच गरेर उनीहरूलाई नि लिङ्कडिनको थ्रुबाट। सो लिङ्कडिन चाहिँ मलाई एकदम पावरफुल लाग्छ क्या, लिङ्कडिनको थ्रुबाट अप्रोच गरेर, किनभने वर्ल्ड नै प्यासिभ थियो नि त त्यतिखेर त, सबैजना घरमा थियो। अनि लाइक अस्ट्रेलिया र युरोप अनि त्यसपछि एसिया हेर्ने हेडको एउटा एन्थनी भन्ने उहाँ चाहिँ एउटा हुन्छ नि एउटा लार्ज चेन अफ ग्रुप होटेल ग्रुपको उहाँलाई लिगेर गएको थिएँ। अनि त्यसपछि केजिएच ग्रुपको सिइओ उहाँसँग एउटा वेबिनार गराएको थिएँ। त्यस 4-5वटा वेबिनार चलाएको थिएँ कि मैले त्यतिखेर पनि, हस्पिटालिटी कसरी के कता भनेर। जे होस् राम्रो थियो त्यतिखेर पनि। मैले अहिलेसम्म पोडकास्ट गरेको मध्ये यसरी हुन्छ नि गफगाफ गरेको मध्ये एकदम कमैले भन्नुहुन्छ कि लिङ्कडिन चलाउँछु भनेर। तिमीले त्यो बेलामा सुरु गरेको? लिङ्कडिन त म लाइक हुन्छ नि त्यो म रोड ट्र्याकमा थिएँ, अनि रोड ट्र्याकको यो रोड लाइक हुन्छ नि रोटा टुर भन्ने हुन्थ्यो क्या। अनि एकजना चाहिँ दुबई उहाँ चाहिँ इजिप्टबाट हुनुहुन्थ्यो, बट दुबई बसेर काम गर्नुहुन्थ्यो, होटेल सेक्टरमै बस्नुहुन्थ्यो। अनि त्यसपछि म बिएचएम फर्स्ट इयरमा हुँदाखेरि चाहिँ मैले उहाँलाई भनेको थिएँ क्या,
तपाईँ पनि होटेल सेक्टरको, हामी पनि इन्टर्न जानुपर्छ, अनि लाइक कसरी गर्ने भन्दाखेरि उहाँले मलाई सजेस्ट गर्नुभएको थियो क्या 2016को एन्डतिर हो। अनि त्यसपछि उहाँले चाहिँ लिङ्क्डइन बनाऊ अनि प्रोफाइल राम्रो गराऊ, अनि त्यसपछि रिक्वेस्ट पठाऊ, कनेक्सन पठाऊ, अनि उहाँहरूलाई मेसेज गर, रिप्लाई 1% को नि आउँदैन हेर होइन। रिप्लाई पाउन एकदम गाह्रो छ ठुल्ठुलो मान्छेहरूको, लाइक जेनरल मान्छेहरूले चाहिँ रिप्लाई गर्दो रहेछ, ठुल्ठुलो मान्छेको रिप्लाई पाउन चाहिँ गाह्रो। बट स्टिल लिङ्क्डइन चाहिँ पावरफुल छ, धेरै नेटवर्क, प्रोफेसनल नेटवर्क बनाउनलाई। हो त नि, मैले त धेरै पनि भएको छ लिङ्क्डइन चलाउन थालेको, जस प्रोफाइल चाहिँ बनाएर राखेको थिएँ नेपाल हुँदाखेरि, युके आएपछि पल्ल सुरु गरेको, अनि एकदम पावरफुल लाग्छ मलाई। कति कति अपर्च्युनिटीहरू आइरहेको हुन्छ कि, जति एक्टिभ भयो त्यति धेरै कनेक्सन पनि हुँदो रहेछ नि त। अनि अहिले चाहिँ तिमी अब नेपाल जान लाग्छौ होइन, युके सदाको लागि छोडेर अथवा केही समयको लागि कि के हो यो प्लान चाहिँ खासमा? यस्तो छ, म युके आउनुभन्दा अगाडि नि मेरो प्लान चाहिँ म पढ्नलाई जान्छु अनि एक्सपिरियन्स लिएर आउँछु, एउटा सर्टेन लेभल अफ एक्सपिरियन्स लिएर आउँछु भनेर युके आयो खास गरी होइन। युके सायद अघिले पोडकास्टमा भनेको थिएँ, युके चाहिँ पढाइको लागि चाहिँ बेस्ट हो, अरू कुराको लागि चाहिँ आई डोन्ट थिङ्क युके चाहिँ राम्रो हो, किनभने हाम्रो एक्सपेक्टेसन डिफ्रेन्ट छ नि त, त्यो एक्सपेक्टेसन चाहिँ मिट हुँदैन यहाँ। पढाइको लागि चाहिँ बेस्ट हो, अनि एक्सपिरियन्सको लागि पनि राम्रो हो, किनभने यहाँ अगाडि बढ्न सक्ने मान्छेहरू चाहिँ बढिरहेको देखेको पनि छु मैले। अनि त्यही भएर आएको हो। अनि म यहाँ आउने बित्तिकै मेरो फर्स्ट टाइममा भेटेको साथीहरूलाई पनि भन्थेँ म चाहिँ पिएसडब्ल्यू पछि नै म नेपाल जान्छु भनेर, पनि कसैले पनि पत्ताउँदैन थियो होइन। आज कति मान्छेलाई मैले आज भेट्दैछु, किनकि एकदम रेयरली सुनिन्छ नि त यो कुरा त, मान्छेको धेरैजनाको भनौँ न अब लङ टर्म प्लान है हो युकेमा बस्ने, यतै गर्ने कामहरू, पैसा कमाउने, अथवा अलि लङ टर्मको लागि चाहिँ सोचेको छु भन्ने हुन्छ। र पिएचडब्ल्यू सकिँदा बित्तिकै होइन म नेपालै गएर केही गर्छु भन्ने चाहिँ एकदम थोरै मानिन्छ। तिम्रो प्लान चाहिँ के छ खासमा? पक्कै पनि केही न केही प्लान भएर जान लागेको छ होइन? यस्तो छ, यही प्लान एक्ज्याक्ट लाइक फुल प्लान नै यही हो भन्ने केही पनि छैन, टु बी अनेस्ट होइन। म युके आएको एउटा हुन्छ नि मेरो ड्रिम चाहिँ पुरा भयो जस्तो लाग्छ क्या। अनि म चाहिँ जहिले पनि मान्छेलाई एउटा के भन्छ भने केही काम गर्दैछौ या केही अगाडि बढ्न छ भने एउटा सर्टेन लेभल अफ त्यो हुन्छ नि एउटा रेसिस्टेन्स लेभल चाहिँ राख्नुपर्छ क्या, सपोर्ट लेभल भनिन्छ नि। यता झर्ने बेलामा सपोर्ट लेभल राख्नुपर्छ, अनि छोड्ने बेलामा एउटा माथिको रेसिस्टेन्स। यदि सेयर मार्केटमा पनि कोही छ भने इट्स भेरी इम्पोर्टेन्ट, किनभने धेरै लोभ गऱ्यो भने मान्छे फेरि एकदमै खस्किन्छ क्या। मेरो चाहिँ त्यही हो, मेरो चाहिँ यहाँ आएर म एउटा राम्रोसँग पढ्छु, राम्रो डिग्री लिन्छु, राम्रो मार्क्स लिएर आउँछु, राम्रो चेन होटेलमा राम्रो पोजिसनमा पुग्छु, अनि त्यसपछि म छोडेर चाहिँ नेपाल जान्छु। किनभने म अब नेपाल गइरहेको छु, बट स्टिल मेरो सिभी राम्रो छ। अब चाहिँ भनौँ युके आएर यो प्रपर्टीमा चाहिँ यो लेभल अफ पोजिसनमा यति हुन्छ नि, यो 3 इयर्स त हो नि, 3 इयर्समा छोटो टाइममा पनि राम्रो पोजिसनमा पुगेर हुन्छ नि, सबैले राम्रो भनेर जाँदैछु, रेकमेन्डेसन लेटरहरू सबै कुराहरू राम्रो छ। सायद त्यति नै पुग्छ होला, किन नेपालमा पनि देयर इज लट्स अफ अपर्च्युनिटिज होइन। हस्पिटालिटी झन् नेपालमा कति हुन्छ राम्रो। मैले अस्ति एकजनासँग कुरा गरेको थिएँ, उहाँले भर्खर एउटा राम्रो होटेल चेन लिएर आउनु भएको छ कि नेपालमा। अनि उहाँलाई मैले एउटै कुरा भनेको थिएँ कि हामी यत्रो जायन्ट कन्ट्रीको बिचमा छौँ होइन, इन्डिया चाइनाको बिचमा छौँ, आई डोन्ट थिङ्क हामीलाई केही गाह्रो हुन्छ भनेर क्या। हामीलाई केही पनि गाह्रो हुँदैन अन्टिल अनलेस हाम्रो पोलिसी राम्रो हुनु पऱ्यो हुन्छ नि। जस्तै हामी यहाँ युकेबाट कति कन्ट्रीहरू ट्राभल गर्न कति इजी छ होइन। इन्डियाबाट नेपाल आउनलाई चाहिँ जस्तै युकेबाट अरू कन्ट्री जानलाई 20 पाउन्ड 30 पाउन्डमा हुन्छ नि, हामीलाई त्यो मैले अस्ति हिसाब गरेको थिएँ, काठमाडौँ चितवन जानलाई यतिमा आउँदैन क्या, सस्तोमा आउँदैन होइन। तर त्यो पोलिसी हामीले जेनेरेट गरेर गर्ने हो भने चाहिँ नेपालमा हस्पिटालिटीको फ्युचर एकदम ब्राइट छ क्या। मलाई चाहिँ अब हेरौँ कहाँसम्म पुग्छु, बट मेरो फुल फ्लेम प्लान केही पनि छैन होइन। नेपाल जान्छु, 1-2 महिना केही पनि गर्दिनँ, चुप लाएर बस्छु होइन, माइन्डलाई रेस्ट दिन्छु, त्यसपछि अनि सोचौँला अपर्च्युनिटी हेर्ने हो। मेरो म नेपाल जानको लागि एउटा मेन रिजन हो, मलाई पिएचडी गर्नु मन छ होइन। मलाई पिएचडी गर्नु मन छ, अनि पिएचडी मलाई स्कलरसिप नै गर्न मन छ क्या। अनि अब जिआरई जिम्याटहरू गर्नै पऱ्यो होइन, पिएचडी गर्नलाई युनिभर्सिटीको रिक्वायरमेन्ट्स हुन्छ स्कलरसिपको। यहाँ बसेर गर्छु सोचेको त्यो हुन्छ नि, कामको प्रेसरले गर्न सक्दैन क्या, राम्रै मार्क्स ल्याउनु पऱ्यो त्यसमा पनि। अनि बरु छोड्छु, जान्छु नेपाल, अनि त्यसपछि
सायद मेरो फर्स्ट प्लान नै त्यही हो हुन्छ नि म जब पिएचडी चाहिँ तिमीलाई कस्तो कुनै स्पेसिफिक कन्ट्री अथवा स्पेसिफिक कन्ट्री अब हेर युरोप नै भयो भने चाहिँ राम्रो हो स्विजरल्यान्ड मेनली चाहिँ तर अब हेरौँ अब सबै कुरा स्कलरसिप पनि हो होइन पैसै तिरेर चाहिँ गर्दाखेरि अलिक त्यस्तो नहुँदो रहेछ क्या मैले धेरै पिएचडी गर्ने मान्छेहरूको त्यो फिडब्याक लिएर बुझेको हुन्छु स्कलरसिपमा गऱ्यो भने चाहिँ युनिभर्सिटीहरूबाट धेरै हेल्प हुँदो रहेछ होइन किनभने उनीहरूको पैसा लगानी भइरहेको हो नि त अनि हामीले पैसा तिर्नु पर्दाखेरि चाहिँ अलिकति नेग्लिजिबल हुँदो रहेछ पिएचडीमा पनि अनि गाह्रो पनि हुन्छ अनि अब 5 वर्ष 3 to 5 years प्लस पनि हुन्छ होइन अनि त्यत्रो वर्षसम्म पैसा तिरेर सस्टेन हुन पनि गाह्रो हुन्छ त्यही हो मेरो प्लान चाहिँ फर्स्ट प्लान अहिलेसम्मको मेरो माइन्ड मेरो क्लास 7 देखिको प्लान हो यो चाहिँ होइन हस्पिटालिटीमै म पिएचडी गर्छु भनेर अस्ति भर्खर 2 महिना अगाडि मैले चिनेको मलाई पढाउनु भएको सरले पिएचडी गर्नुभयो हस्पिटालिटी म्यानेजमा रुपेश सरले नत्र भए त्योभन्दा अगाडि चाहिँ नेपालमा कोही पनि थिएन भनौँ न मलाई चाहिँ मास्टर्स त्यही पनि अलिअलि मात्रै कस्तो छ भन्दाखेरि होटल म्यानेजमेन्ट म्यान पावर नेपालमा धेरै कम छ बिएचएम गर्नेले नै बिएचएम पढाइरहेको हुन्छ क्या पास आउट भयो अनि नेपालमा त अब लिङ्क पनि चल्छ होइन अनि बिएचएम गर्नेले नै बिएचएम पढाइरहेको हुन्छ अनि साइड बाई साइड मास्टर्स गर्छन् मास्टर्स भ्याएर बिएचएम पढाउँदैनन् क्या अब त्यो भएर चाहिँ नेपालमा खासै मास्टर्स गर्ने प्रचलन त छैन पिएचडी धेरै टाढा कुरा यो सेक्टरमा राइट अनि युकेको बसाइ कस्तो भयो हुन त हामीले अलिअलि गफ त पहिला पनि गरेको थियो हाम्रो त्यो सानोवाला इन्टरभ्यू जस्तो भिडियोमा होइन अब चाहिँ आई थिङ्क 1 वर्षभन्दा बढी भयो हामीले त्यो भिडियो रेकर्ड गरे पनि त्यस पछाडि पनि धेरै कुराहरू भइरहेको छ कस्तो भयो ओभरअल युकेको एक्सपिरियन्स युके एक्सपिरियन्स कस्तो भन्दाखेरि वेदर वाइज चाहिँ राम्रो भएन होइन वेदरले चाहिँ मलाई जहिले पनि ठगिरह्यो सबैलाई सायद हिजो वर्षमा घाम लागिरहेको थियो अहिले लाग्छ होइन युकेको बसाइ राम्रो भयो फ्रुटफुल भयो जे सोचेर आएको थियो त्यो भयो भनौँ न अब त्यही भएर भने मान्छे एकदम लोभी भयो भने चाहिँ केही पनि हुँदैन होइन पैसा वाइज सायद मसँग केही पनि छैन होला बट स्किल्स वाइज एक्सपिरियन्स वाइज हुन्छ नि नेटवर्क वाइज मान्छेले राम्रो भन्ने कुराहरू चाहिँ सायद सबै कुरा भयो भनौँ न राम्रो भयो युकेले धेरै मान्छे चिनायो पनि धेरै मान्छे कस्तो हुँदो रहेछ भन्ने देखायो पनि यो भनेको त हब हो नि त एउटा लाइक डिफ्रेन्ट नेसनालिटिजको मान्छेहरू आउँछ मै पढ्दाखेरि मेरो क्लासमै नै लाइक 18-20वटा नेसनालिटीको मान्छेहरू थियो होइन सो धेरै कल्चरहरू पनि सिकियो यहीँको कल्चर पनि सिकियो युके त धेरै एन्सियन्ट कन्ट्री हो नि त यहीँबाट चाहिँ कति कुराहरू इभल्भ भएको छ वर्ल्डमा धेरै कुराहरू गइरहेको हुन्छ होइन अब सो राम्रो भयो त्यस्तो नराम्रो सायद वुड टच त्यस्तो नराम्रो इन्सिडेन्ट भएको छैन होइन 2-3 दिन बाँकीसम्म अहिलेसम्म त्यस्तो केही पनि भएको छैन हुन त आफू जति सजग भयो त्यति केही पनि हुँदैन होइन आफू जति लिमिटमा बस्यो केही पनि हुँदैन सायद त्यही भएर पनि होला बट स्टिल राम्रो भयो भनौँ न मान्छेले भने जस्तो चाहिँ नराम्रो पनि छैन मान्छेले भने जस्तो राम्रो पनि छैन ठिकै छैन यहाँ एकदम स्याडी लाइफ छ भनौँ न अब अरू कन्ट्री हेरेर त यहाँ एकदम हुन्छ नि वर्क होम अनि अलिकति घाम लाग्यो बेला यसो 5 मिनट हिँड्यो द्याट्स इट त्यो नै हो वर्षमा एकचोटि दुईचोटि होलिडे अब त्यो त डिपेन्ड्स अन होइन अब मैले चिनेको कति मान्छेहरू 15-16 वर्ष भएर नेपालै गएको छैनन् होइन उहाँहरूलाई त्यो हुन्छ नि त्यही हो कि एउटा लिमिटेसन राख्यो भने चाहिँ सबै कुराहरू हुन्छ लिमिटेसन राखेन एउटा कुरालाई चाहिँ आइडियल बनाएन भने चाहिँ आई डोन्ट थिङ्क मान्छेलाई एउटा भिजन पनि चाहिन्छ जस्तो लाग्छ कि मलाई स्टेप अगाडि बढाउनु त पर्यो नि त एटलिस्ट अब एउटै ठाउँमा 15-18 वर्ष काम नगर्नु भन्दिनँ बट स्टिल तिमीलाई तिम्रो ग्रोथ हुनुपर्छ होइन तिमीमा क्यापेसिटी छ ग्रोथ हुने ठाउँ छ भने चाहिँ एउटै ठाउँमा काम गर्ने हो तर क्यापेसिटी छ तर ग्रोथ हुने ठाउँ छैन अनि त्यहाँ ब्यारियर छ भने चाहिँ यु क्यान मुभ अन हुन्छ नि यो कन्ट्रीमा पनि हामी त 3rd सिटिजन भएर बस्ने त हो नि यो कन्ट्रीमा बसिहाल्यो भने पनि अनि भोलि के हुन्छ पर्सि के हुन्छ भन्दै बस्ने हो एभ्री मन्थ यहाँको रुल्स चेन्ज हुन्छ आज भर्खर सुतेर उठेछ भोलि बिहान उठ्दाखेरि ल यस्तो भयो रे होइन कामबाट नाइट सिफ्ट भ्याएर बिहान जाँदाखेरि न्युज हेऱ्यो यस्तो भयो रे
भन्ने कुरा हुन्छ थर्ड सिटिजन भएर बस्नलाई धेरै गाह्रो छ क्या तर प्रोग्रेसको लागि चाहिँ मुभ अन चाहिँ मुभ अन हुनु हुनुपर्छ जरुरी यहाँ छ। नभए त्यहाँ नभए त्यहाँ होइन कन्ट्री यही कन्ट्रीमा मात्रै सबै कुरा ठिक छ मान्छेलाई आफ्नो चोइस हो आफूलाई के गर्न मन लाग्छ यहीँ बसेर लाइक राम्रो फ्युचर देख्या होला बट यहाँ नभए अर्को ठाउँमा पनि छ है भन्ने चाहिँ राख्नुपर्छ क्या यहीँ नभए यहीँ घोटेरै बसिरहन्छु भन्ने भयो भने चाहिँ फेरि काहीँ न काहीँ गएर फेरि लास्टमा अनि 15-18 वर्ष भयो अनि यहाँको सरकारले अब चाहिँ केही नि हुँदैन है भनिदियो भने त सक्यो होइन अब यो आइएलआरको रुल्सहरूदेखि लिएर पासपोर्टको रुल्सहरू चेन्ज होइन यो 10 वर्ष 15 वर्ष भनेको छ अब मान्छेहरू के गरिन्छ नि 5 वर्षको हेर्न 5 वर्षको लागि मान्छेले त्यत्रो पैसा तिरेर स्पोन्सरसिप ल्याएको छ होइन म त सुनेर डर लाग्छ क्या वाइ मलाई अचम्म पर्छ कि 20,000 25,000 पाउन्ड भनेको त यार त्यो पैसा त त्यो पैसा कहिले कमाएर भ्याउनु त्यो पैसा कमाउने होइन क्या सेभिङ्स हो त्यही भने कमाउन त मान्छेले कमाउँछ क्या तर सेभिङ्स हो क्या त्यो पैसा त्यो सेभिङ गर्नलाई मान्छेलाई कति पैसा लाग्छ अनि म एउटा कुरा भन्छु कि मान्छेले चाहिँ नि कहिले नेपाल जाने भनेर मैले सोद्धाखेरि चाहिँ यति पैसा ब्याङ्कमा भएपछि नेपाल जाने भन्छ क्या अहिलेको लागि त्यो यति पैसा हो क्या हुन्छ नि आजको 5 वर्षपछि त्यो पैसा कलेक्ट हुँदाखेरि त्यो 5 वर्षपछिको भ्यालु त्यो होइन क्या इन्फ्लेसन रेट कति छ इन्फ्लेसन रेट अनि ब्याङ्कको रेट हेर होइन अनि त्यसपछि आएर आफ्नो सेभिङ्सको रेट त्यही अनुसारले ट्याक्स घटेको छैन ट्याक्स बढिरहेछ अनि त्यो 5 वर्षपछिको 1 करोड त 5 वर्षपछि त त्यो त लाख बराबर पनि हो होइन अनि त्यसपछि अनि फेरि अनि होइन म अर्को वर्ष त्यो मान्छे इट्स नो नियर क्या त्यो त्यही भएर एउटा लिमिटेसन राख्नुपर्छ त्यही भएर पनि होला कि मान्छे जे अब आई डोन्ट नो युकेमा मात्रै हो अथवा अरू कन्ट्रीमा पनि हो तर सर्टेन लेभलमा चाहिँ अलिकति फसेको जस्तो पनि कतिपय ठाउँहरूमा अब होला आफ्नै केही सराउन्डिङ्स होला होइन केही सिचुएसन होला धेरै कुराहरूले बाँधिँदो रहेछ पनि के अब जस्तै अब युकेमा यहीँ आयो यहीँ कमायो अनि घर लिग्यो मोर्गेजमा अनि यहीँ कमायो यहीँ तिर्यो मोर्गेज 20, 25, 30 वर्षसम्म मोर्गेजै तिरिराख्यो अनि आफ्नो यङ एज सकिन्छ आफ्नो प्रोडक्टिभिटी सकिन्छ अनि बल्ल अनि आफ्नो देशको याद आउँछ ल अब जान पर्यो भन्यो गयो अनि त्यसपछि त्यही हो अनि तिमीले त काम चाहिँ अहिले हिल्टनमा गरिरहेको छौ नेपालमा पनि छ है हिल्टन छ अस्ति भर्खर ओपन भएको छ लास्ट इयर फर्स्ट टाइम हिल्टनमा यस्तो ल्याभिस छ प्रपर्टी युकेको काठमाडौँ ठ्याक्कै काठमाडौँमै हो युकेको प्रपर्टीहरू भन्दा पनि राम्रो छ किनभने भर्खर बनेको प्रपर्टी हो नि त त्यो त युकेमा त 200-300 मैले काम गरेको होटेल 300 वर्ष अगाडिको होटेल हो होइन अब त्यो कुरै गरेर साध्य छैन तर उनीहरूले किपअप चाहिँ गर्छ बेला बेलामा सबै कुरा चेन्ज गरिरहेको हुन्छ तर एकदम ल्याभिस छ काठमाडौँको हिल्टन राम्रो छ एकदमै टेक्नोलोजी वाइज आर्किटेक्चर वाइज नेपालीपन झल्काउन थालेको छ त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो उनीहरूको इन्टेरियरमा रुमभित्र पनि राम्रो छ अनि यहाँ कति काम गरे हिल्टनमा चाहिँ सुरुदेखि नै हिल्टनमा काम गरे हो तिमीले सुरुमा आएर म्याकडोनल्ड्समा काम गरेँ 3 महिना जति अनि त्यसपछि त लगातार नै हिल्टनमै हो ए हो है 3 इयर्स भयो मेरो ट्याक्कै अस्ति 3 इयर्स भयो के गर्यो त यो 3 वर्षमा हिल्टनमा तिम्रो एकदम धेरै आई मिन हुन्छ नि अपग्रेड चाहिँ एकदम धेरै भयो जस्तो लाग्छ मलाई यो मेरो पहिलेदेखिको होटेल म्यानेजमेन्ट अनि त्यसपछि आएर हस्पिटालिटी सेक्टरमा काम गरेको एक्सपिरियन्सले मलाई हेल्प चाहिँ गरे हो अनि अर्को कुरो चाहिँ कस्तो भन्दाखेरि म एउटै कुरो भनेर अड्किएर बसिनँ क्या भनौँ न लाइक अब पैसा नै भनेर अड्केर बसिनँ एउटा कुरा के भन्ने पैसा नै भनेर अड्केर बसिनँ मैले सबैलाई भन्छु कि मलाई अझै पनि 15, 18, 19, 20 पाउन्ड पर आवर दिने काम थाहा छ मलाई हाइड पार्कतिर सेन्ट्रल लन्डनतिर होइन अब त्यहाँ गएर वेटर नै काम गरेर बसिरहन त पैसा होला करियर हुँदैन नि त अनि हिल्टनमा चाहिँ कस्तो भयो भन्दाखेरि मसँग एक्सपिरियन्स पनि थियो अनि एज सुन एज आई कम्प्लिटेड मैले जोइन गरेको वेटरबाटै हो एफएनबी असिस्टेन्टबाटै हो अनि मैले ठ्याक्कै मेरो ब्याचलर्स भ्याउने बित्तिकै उनीहरूसँग मैले बार्गेन गरेँ हो ट्याक्क अनि त्यसपछि मैले रिजाइन गरेँ टु बी अनेस्ट होइन रिजाइन गरेँ त्यसपछि मैले अनि उनीहरूले अनि लाइक मैले त लगभग म एफएनबी असिस्टेन्ट भयो भने म्यानेजर यहाँ पार्क लेनमै
म म्यानेजर लेभलकै काम गरिदिन्थेँ त्यहाँ, सबै कुरा ह्यान्डल गरिदिन्थेँ। उनीहरू त अफिसभित्रै बसिरहन्थ्यो म्याक्सिमम् टाइम। अनि ठ्याक्कै मैले रिजाइन गर्ने बित्तिकै अनि त्यसपछि उनीहरूलाई सक भयो, किन रिजाइन गर्यो किन तिमीले? रिजाइन गरेँ यताउता भन्ने कुरा भयो। पैसा राम्रो भइरहेको थियो, सबै कुरा राम्रो भइरहेको थियो, म खुसी थिएँ। अघिसम्म रिजाइन ट्याक्कै गरिएपछि उनीहरूले के होइन यस्तो यस्तो भयो, मेरो मेरो पढाइ सकियो, मेरो अब भोलिबाट चाहिँ मेरो फुल टाइम हुन्छ वर्क होइन। हिजोसम्म मेरो 20 आवर्स थियो र म खुम्चेर बस्नु पर्थ्यो होइन। मैले जुन पोजिसन भने, जुन बेला भने त्यही भनेर बस्नु पर्थ्यो। अब आज त मसँग क्यापेसिटी पनि छ, तिमीहरूले पनि देखाएको छौ होइन, मसँग एक्सपिरियन्स पनि छ पहिलाको। पढाइ हो भने मास्टर्स कम्प्लिट गरेँ हस्पिटालिटी म्यानेजमेन्टमा होइन। अब भोलिबाट मेरो फुल टाइम राइट पनि छ, लाइक अब ठ्याक्कै पोजिसन पनि अभाइलेबल थियो भनौँ त्यतिखेर। अनि छ भने लाइक गर्छौ भने गर, नत्र भए अरू होटेल पनि छ भनेर मैले ठ्याक्कै भने। अनि म फेरि 0 आवर कन्ट्र्याक्टमा थिएँ पहिला। 0 आवर कन्ट्र्याक्ट भने आज रिजाइन दियो भोलि हिँड्यो होइन। अनि त्यसपछि केही गर्नु पर्दैन। अनि त्यसपछि उनीहरूले अनि डिस्कस गरे मलाई अन द स्पट, अनि मलाई प्रमोसन दिएको त्यहाँ। अनि त्यसपछि चाहिँ अनि त्यो कुरा चाहिँ मेरो म्यानेजर मेरो डिरेक्टरलाई राम्रो पनि लाग्यो क्या। उनीहरूले मलाई अहिले पनि मलाई भन्छ कि लाइक नेपालीहरू, उनीहरूले जहिले पनि भन्छ कि नेपालीहरूले यति कन्फिडेन्टली आएर चाहिँ म अगाडि बढ्न चाहन्छु भनेर चाहिँ फर्स्ट टाइम देखायो। कति नेपालीसँग काम गर्यो, स्टिल त्यो होटेलमा कतिजना नेपालीहरू आउँछ होइन ब्याङ्क्वेटिङमा नर्मल्ली। अनि आएर चाहिँ होइन मैले स्यालेरी कुरा गरेँ होइन, मैले स्यालेरी आइसकेपछि मेरो प्रमोसन भइसकेपछि मेरो स्यालेरी यति हुँदो रहेछ भनेर मैले थाहा पाएको। मैले स्यालेरी मैले हेर्दै हेरिनँ क्या। अनि त्यसपछि मैले ठ्याक्कै कन्ट्र्याक्ट सब साइन गरेँ। स्यालेरीको कन्ट्र्याक्ट मैले लेखा पनि थिएन, डिजिटल कन्ट्र्याक्ट थियो। मैले ठ्याक्कै नाम मात्रै टाइप गरेर पठाउने थियो, केही पनि थिएन। अनि त्यसपछि मैले ठ्याक्कै स्यालेरी आइसकेपछि हेरेँ, स्यालेरी ठिकै हुँदो रहेछ हुन्छ नि। अब मैले पहिला काम गरेको भन्दा अलिकति मात्रै बढ्ने हो, बट पोजिसन राम्रो थियो। अनि त्यसपछि चाहिँ उनीहरूले आफै मेरो लागि हन्टिङ गरिदियो। त्यसपछि चाहिँ त्यसपछि म 2टा प्रपर्टी मुभ भएँ। उनीहरूले आफै चाहिँ एउटा प्रपर्टीमा ल यहाँ चाहिँ डिफ्रेन्ट लोकेसनको हिल्टन भन्न खोजेको। म पहिला पार्कलेनमा थिएँ। अनि त्यसपछि अनि त्यहाँनिर चाहिँ अब 1 लेभल मात्रै मेरो प्रमोसन भयो। अनि त्यसपछि त अब अरू पनि स्टाफ छ नि त त्यहाँ। अनि त्यसपछि उनीहरू नछोडिकन अनि मेरो प्रमोसन हुने भएन। अनि उनीहरूले चाहिँ ल यसको चाहिँ अझै पनि क्यापेसिटी छ, हिल्टनमा एउटा चाहिँ त्यो राम्रो छ क्या। अनि इन्टरनल मलाई अर्को प्रपर्टीमा क्युरियो प्रपर्टीमा ग्रोथको लागि उनीहरूले मलाई ट्रान्सफर गरिदियो हुन्छ नि। अनि त्यहाँ ट्रान्सफर भएर म त्यहाँ पनि ट्याक्कै 1 वर्ष काम गरेँ, ट्याक्कै 1 वर्ष काम गरेँ हो। अप्रिल 13मा छोडेर अनि उनीहरूले मलाई ठ्याक्कै अनि 1 महिना अगाडि चाहिँ र पनि यहाँ यस्तो यस्तो भ्याकेन्सी छ जान्छस् इन्ट्रेस्ट। मैले किनभने उनीहरूलाई पहिलेदेखि मलाई अपरेसन अब चाहिँ मेरो एफएनबीमा 10 वर्ष लगभग भइसकेको थियो होइन काम गरेको। मलाई चाहिँ ओभरअल अपरेसनमा चाहिँ मलाई सिक्न मन छ भने चाहिँ यस्तो यस्तो छ हाम्रै प्रपर्टी हो जान्छस् भनेर। अनि फेरि मलाई चाहिँ क्यानेरी वाफको प्रपर्टीमा अनि त्यहाँ पनि प्रमोसन गरेरै ट्रान्सफर गरेँ। अहिले रिसेन्टली काम गरिरहेको क्यानेरी वाफमै हो। अहिले चाहिँ अब त्यहाँ काम गरेर हुन्छ नि अपरेसन लगभग मैले रिपोर्ट गर्ने भनेको डाइरेक्ट डिरेक्टर अफ अपरेसनलाई हो। अनि राम्रै छ भनौँ न। क्यानेरी वाफमा कसैले काम गर्छ भन्दा त मलाई क्या रमाइलो लाग्छ कि त्यो त्यहाँ हिँड्दा नै रमाइलो लाग्छ क्या। त्यो फाइनेन्सियल स्ट्रिट पनि हो। त्यहाँ भएको मान्छेहरूको टायरदेखि लिएर मलाई लन्डनमा सेफ हुने ठाउँ लाग्ने क्यानेरी वाफ हो। मोबाइल जसरी बोकेर हिँड्दै नि हिँड, केही छैन, चारैतिर सेक्युरिटी छ हुन्छ नि। चारैतिर ठ्याक्क भएर यसो चिल्लायो भने चारैतिर ब्यारियरहरू अन गरिदिन्छ, कहीँबाट कोही भाग्न पाउँदैन। एकदम राम्रो छ त्यो प्लेस, राम्रो छ। मोबाइल चोरी त भएन? छैन टच भएको केही चोरी भयो अहिलेसम्म? छैन। म बाटोमा हिँड्दाखेरि सित्तिमिति मोबाइल निकाल्दिनँ, एयरपोर्ट लाउँछु। अनि त्यही हो, ट्रेनमा चढ्यो ट्याक्क ट्रेनमा पनि सिटमा बसिसकेपछि मात्रै लेख्छु मोबाइल होइन। उठेको बेला मोबाइल चलाउँदिनँ, कहाँ कति बेला के हुन्छ थाहा हुँदैन। त्यही हो त्यस्तो। यति मैले चिनेको मान्छेहरू मात्र यति धेरैको चोरी भयो होइन, कुरै छाड्दै कि म अचम्म पर्छु। डेटा हेरेको चाहिँ कति मिनटमा 6 जनाको चोरी हुँदो रहेछ क्या। कति मिनट ठ्याक्कै मैले बिर्सेँ होइन, तर दिनमा चाहिँ कति मिनट। यहाँको फोन 24 आवर्समा युकेबाट बाहिर निस्किन्छ अरे क्या। 24 आवर्समा चाहिँ यहाँ हराएको फोन सक्यो क्या। के भयो भनौँ न, एउटा इन्ट्रेस्टिङ स्टोरी छ। लास्ट विक हो सायद, मेरो एकजना विद्यार्थी थियो, मैले सुपरभाइज गरिरहेको थिएँ डेजिटेसनमा होइन।
अनि उसले चाहिँ मा मेरो ल्यापटप र फोन दुइटै ब्यागमा थियो, मेरो ब्यागै चोरी भयो। अनि त्यस पछाडि धन्न सबै कुराहरू चाहिँ मैले आइक्लाउडमा गरिरहेको थिएँ, यो के भन्छ वान ड्राइभमा गरिरहेको भएर चाहिँ क्लाउडमा थियो र मैले सबै कुरा एक्सेस गर्न पाएँ। म हजुरलाई 1 हप्ता पछाडि पठाउँछु नि मेरो रिपोर्ट, अझै काम भइसकेको छैन भन्यो। अनि रिपोर्ट गरिनस् अनि भनेर भनेको, रिपोर्ट त गरेँ नै, तर आज चोरी भयो, भोलिपल्ट हेर्दाखेरि मेरो ल्यापटप र फोन त चाइनामा पुगिसकेको थियो अरे के। त्यही अनि यहाँ चाहिँ केही पनि गर्दैन रहेछ क्या, नो एक्सन्स हुन्छ नि। करिजमा म ल्यापटप किन्न गएको पुऱ्याउँदो रहेछ होइन। थिएँ, करिजमा म ल्यापटप किन्न गएको थिएँ। म र त्यो मान्छे टु बी अनेस्ट सँगै ल्यापटप किनेर बाहिर निस्क्यो क्या। उसको हातमा नि झोला छ, मेरो हातमा चाहिँ मैले कस्तो यसरी बोकेको थिएँ, उसले चाहिँ यसरी बोकेको थियो। हामी ट्राफिक लाइटमा उभिएको, उसको स्वाट लिएर हिँड्दै, पुलिस साइडमा छ क्या। पुलिसलाई हेल्प मागेको, गो टु द पुलिस स्टेसन एन्ड देन रिपोर्ट भन्छ क्या। त्यो पुलिस त्यसको पछाडि जाँदा नि गएन क्या, ऊ जान सक्थ्यो क्या। यति कमन छ, यति कमन। उनीहरूलाई त्यो हुन्छ नि, मतलबै छैन। रिपोर्ट गरिदियो ल, त्यो इन्सुरेन्स छ भने उसले फिर्ता पायो, इन्सुरेन्स गरेन भने सक्यो। मैले मेरो फोन किन्दाखेरि इन्सुरेन्स गरेको थिइनँ कि, तर हराउनु चाहिँ हराएको छैन, अहिलेसम्म चोरी भएको छैन, तर किनेको पनि भइसक्यो 2 वर्ष बढी भयो होला सायद। अनि यस्तो खबर सुन्दाखेरि त ओहो इन्सुरेन्स गर्नु पर्दो रहेछ भन्ने भयो। फोन किन्नु जाँदाखेरि त यहीँबाट बाहिर गइसकेपछि तेरो अब फोन नेक्स्ट चोरी टाइम मैले हुन्छ फोन चेन्ज गरेँ भने म पक्का इन्सुरेन्स गर्छु भन्छ होइन। रिस्क लिदिनँ। तर आफूमा पनि हो क्या, अब हुन्छ नि, सेन्स नै हराएर कुनै काम गर्न हुँदैन क्या। मोबाइल चलाएछ, वरिपरि के छ नि थाहा छैन, गाडीले हान्दा नि थाहा छैन, कताबाट के आछ नि थाहा छैन। म त यसो हेर्छु क्या गाडीबाट, मोबाइल खोल्तीबाट निकालेर हेर्नु पऱ्यो भने पनि त्यो हुन्छ नि, अब त्यो बाक्लावा लाएर अनि कोही हिँडेको मान्छे छ भने चाहिँ ओ सेट निकाल्दिनँ, अगाडि 5 मिनट पछाडि गएर निकाल्छु भन्छ क्या। त्यो हेर्नु नि पर्छ, किनभने कहीँ उडेर आएर त गर्ने होइन गाडी, वरिपरि नै मान्छे आएर गर्ने हो त्यस्तो कुराहरू। अनि हेरेर आफू अति सतर्क भएर मान्छेहरू अलिकति सेन्समा यस्तो भएर पनि भयो कि फेरि अब यति बानी लागिसकेको छ हामीलाई फोनको होइन। अब फोन आएपछि त उठाउनु पर्यो नि त, फोन निकालेर उठाउँदाखेरि तानेर लगिदिन्छ, भरै हुँदैन कि। बस स्टपमा बस कतिखेर आउँछ भनेर हेरिरहेको बेलामा थुतेर लगेर चाहिँ अनि साथै एकपल्ट अलपत्र परेको छ कि, अब मोबाइल लगिदिइहाल्यो, अब मोबाइल मात्रै हेर्छौँ हामी, त कार्ड त छैन। अब घर जानको लागि कसरी कार्ड ट्याप गर्नु, अनि फेरि त्यो बसको ड्राइभरलाई मेरो फोन भर्खर चोरी भयो, मसँग केही पनि छैन भने पछाडि ठिक छ आइज भनेछ, अनि घर पुगेछ। राम्रो ड्राइभर परे त त्यति भन्छ, राम्रो ड्राइभर परेन भने ओके कम टु द नेक्स्ट बस भनिदिन्छ, सकिन्छ। अलिकति त्यही फोन हेर्न, अब ट्राफिक लाइटमा र बस स्टपमा त हो नि, त्यहीँ हो मेन टार्गेट गर्ने यिनीहरूले। अरू ठाउँमा त खासै मैले पनि हराएको देखाएको छैन। अनि तिम्रो युडब्ल्युएल युनिभर्सिटीभित्रै पढिरहँदाखेरि चाहिँ के कति कामहरू गर्यो, के कस्तो गर्यो? तिमी त फाउन्डर पनि हो क्यारे फेरि हाम्रो नेप्ली सोसाइटीको। युडब्ल्युएल सायद मैले युकेबाट जानलाई चाहिँ एउटै कुरा नरमाइलो चाहिँ युडब्ल्युएल हुन्छ नि। अब मेनली चाहिँ नेप्ली सोसाइटी नै लाग्छ। एकदम राम्रो भयो, युनिभर्सिटी सोचेको भन्दा राम्रो थियो। हस्पिटालिटीको लागि चाहिँ धेरै राम्रो। हस्पिटालिटीको लागि मात्रै यस्तो राम्रो हो अथवा सबै कोर्सको लागि? हस्पिटालिटीको लागि चाहिँ राम्रो, नम्बर 1 कलेज इन द युके नै भन्ने रहेछ होइन। लन्डन जेलर अफ कलेज अफ हस्पिटालिटी भन्ने रहेछ, त्यहाँ भित्रको युडब्ल्युएल भित्रको हामी पढेको हस्पिटालिटीको ब्रान्चलाई चाहिँ। त्यो चाहिँ एकदमै बेस्ट रहेछ। त्यहाँको वाल अफ त्यो हुन्छ नि फेम हेरेको पनि, हल अफ फेम हेरेको पनि एकदम हुन्छ नि, ठुल्ठुलो मान्छेले पढाएको रहेछ त्यहाँ। राम्रो रहेछ हस्पिटालिटी म्यानेजमेन्टको लागि चाहिँ। जोस् अरू कोर्सहरूको लागि चाहिँ के कस्तो छ? अब अरू कोर्स पनि राम्रै सुनिरहेको हुन्छु होइन। अब क्युलिनरीहरूको पनि डिपेन्ड्स हुन्छ। अब कतिपय मान्छेहरूले म्यासेज गरेर हुन्छ, दाइ 1 महिना भयो युनि नगएको भने, त्यस्तो मान्छेलाई त के राम्रो के नराम्रो होइन, युनि जानु पऱ्यो। अनि हाम्रो अब अरू युनिभर्सिटीमा यसो बुझ्यो भने चाहिँ त्यो त्यति धेरै सर्भिसेसहरू युनिभर्सिटीले चाहिँ स्टुडेन्टलाई दिएको देख्दिनँ। हाम्रोले चाहिँ धेरै दिइरहेको हुन्छ नि, 1-to-1 ट्युटरदेखि लिएर हुन्छ नि। अब तिम्रो आफ्नो असाइनमेन्ट भ्यायो, अनि असाइनमेन्ट भ्याइसकेपछि तिम्रो ग्रामरदेखि लिएर तिम्रो हुन्छ नि सबै कुराहरू, साइटेसनदेखि लिएर सबै कुराहरू चेक गरिदिने मान्छे पनि छ क्या बिफोर सबमिसन, इफ यु वान्ट टु हुन्छ नि। त्यो 1-to-1 बसेर उनीहरूले पुरै मिलाइदिन्छ क्या, सबै कुराहरू मिलाइदिन्छ। त्यो पनि छ, मैले कति युज गरेँ त्यो कुराहरू चाहिँ। अनि अहिले स्टुडेन्टहरूलाई पनि भनिरहेको हुन्छ, कोहीले चाहिँ अल्छी मान्छ, कोहीले चाहिँ गरिरहेको हुन्छ। धेरै सर्भिसेसहरू छ। यासयु चाहिँ राम्रै छ, यासयुले एकदम चाँडै रेस्पोन्स गर्छ होइन। अहिले त सोसाइटिजहरू पनि धेरै खोलिसकेको छ। जोस् युडब्ल्युएलमा कोर्सहरू सबै राम्रै छ जस्तो लाग्छ। अहिलेसम्म कसैको कम्प्लेन चाहिँ सुनेको छैन। आइटी पनि राम्रो छ, एभिएसन छ हुन्छ नि, एभिएसन पनि छ, धेरै कुराहरू छ। आई थिङ्क
एकजना हाम्रो यो नेपाली सोसाइटीमा भएको भाइले एभिएसन पढ्दाको हो अभिषेक भन्ने हो अभिषेकले अभिषेक उसले एभिएसन पढेको सायद उसले भ्याउन लाग्यो होला राम्रो छ मैले कहिले काहीँ देख्छु कि उसको स्टोरी अनि टक्क देखेर आउँछु मैले कहाँ देखाएको छु भाइलाई जस्तो लाग्छ ऊ पहिलाको कमिटी मेम्बर थियो अहिले चाहिँ छैन भनौँ कहिले काहीँ भेटघाट भइरहन्छ कुरा तर भइरहन्छ एभिएसन धेरै युनिभर्सिटीहरूमा छैन है छैन कुनै कुनैमा एकदम रेयर त्यो भएर यसपालि चाहिँ युडब्ल्युएलमा स्टुडेन्टहरू अलिकति धेरै आयो बट स्टिल त्यो हुन्छ नि अप्लाई गरेको स्टुडेन्टहरू अझै ल्याउने हो भने त धेरै नै थियो कि युडब्ल्युएलले धेरै एप्लिकेन्ट्सहरू चाहिँ यसपालि रिजेक्सन गरेको रेट चाहिँ युडब्ल्युएलको धेरै हाई छ युकेमा युनिभर्सिटीहरूमा चाहिँ यसपालि उनीहरूको अब त्यो हुन्छ नि स्ट्रिक्ट उनीहरूलाई स्टुडेन्ट पुगेको छ क्या अहिले चाहिँ अब पहिला अपलिफ्ट गर्यो अब अहिले युनिभर्सिटीहरू पनि कति चेन्ज गर्यो त्यहाँको हुन्छ नि अझै गर्दैछ राम्रो गराएछ युडब्ल्युएलले पहिला पढेको चाहिँ इलिङमा हैन इलिङ तर दुई ठाउँमा छ है क्याम्पस होइन इलिङमा छ ब्रेन्टफोर्डमा छ त्यसो 3टा कि 4टा छ ए हो र रिडिङमा पनि छ वेडिङमा ए हो छ ब्रान्चहरू छ टन्नै छ ब्रान्चहरू 3-4वटा ब्रान्चहरू छ मेन चाहिँ सेन्ट मेरिज क्याम्पस भयो सेन्ट मेरिज क्याम्पस इलिङको सेन्ट मेरी त युनिभर्सिटी पनि छ के अरे एउटा छुट्टै इलिङको त्यसको नाम चाहिँ सेन्ट मेरिज रोड हो क्या सेन्ट मेरिज रोड हो अनि सेन्ट मेरिज क्याम्पस भन्छ त्यो ब्रान्चलाई चाहिँ मेन युनिभर्सिटी चाहिँ कहाँ त त्यही हो कि त्यही हो इलिङकै हो त्यो रोडलाई चाहिँ सेन्ट मेरिज भन्ने भएर चाहिँ सेन्ट मेरिज क्याम्पस भन्छ अनि आज चाहिँ तिम्रो फेयरवेल छ कसको फेयरवेल फेयरवेल प्लस भेटघाट भनौँ हुन्छ नि अब त्यो युडब्ल्युएल नेपाली सोसाइटीको फाउन्डिङ मेम्बर्सहरूलाई यो कमिटी मेम्बरहरूले यो इयरको कमिटी मेम्बरहरूले एप्रिसिएट पनि गर्ने भनेको छ फाउन्डिङ मेम्बर्सहरूलाई फाउन्डिङ मेम्बर्स हुन्छ नि जस्तै त्यो मैले फर्मेसन गरेको इयरमा जस्तै मैले चाहिँ फर्मेसन गरेँ अनि त्यसपछि चाहिँ अफिसियल्ली रिलिज गर्नको लागि सोसाइटी रिलिज गर्नको लागि चाहिँ मलाई कमिटी मेम्बरहरू चाहिएको थियो क्या अनि त्यो कमिटी मेम्बरहरू छन् एकदम राम्रो हुन्छ नि त्यतिखेर म्याक्सिमम् त केटी थियो एकजना हो कि 2जना मात्रै केटाहरू थियो अनि सबैजना म्याक्सिमम् केटीहरू थियो यो मलाई यो कुरा चाहिँ अचम्म लाग्यो क्या युडब्ल्युएलमा नेपाली सोसाइटी फर्मेसन नभएको रिजन चाहिँ यही रहेछ भनौँ न फर्मेसन भएर भएको टेक्निकलिटी फर्मेलिटी सब पुरा गरे केही होइन तिम्रो नाम मात्रै लेखिदिने हो कहिले काहीँ मिटिङमा आउनुपर्छ भने मान्छेले नभ्याउने क्या भ्याउँदिनँ भने मैले मेरो क्लासमा 18-20जना मान्छे थियो नेपालीहरू मलाई चाहिने 5जना अफिसियल्ली हुन्छ नि त्यो वेबसाइटमै रिलिज गर्नको लागि चाहिँ सबै कुरा भइसकेको थियो युनिले पनि अप्रुभ गरिसकेको थियो अनि मलाई के भने अब त्यो वेबसाइटमा हाल्नको लागि चाहिँ 5जना लिएर आइजो 5जनाको नाम पनि हाल्नुपर्छ भने मेरो क्लासमा 18-20जना नेपाली थियो कसले पनि हुन्छ नभने कि एकजना रोशनी भन्नेले चाहिँ हुन्छ भन्यो होइन अनि अरू कसैले मानेन क्या त्यो अनि मलाई त्यहाँ रियलाइज भएको थियो कि नेपाली सोसाइटी फर्मेसन नभएको रिजन चाहिँ रहेछ कसैलाई त्यो हुन्छ नि वास्तै छैन क्या त्यो किन टाइम दिनु काममा जानुपर्छ युनि आउनुपर्छ असाइनमेन्ट यो त्यो फर्मेसन अनि मलाई यस्तो लाग्छ कि अनि फर्मेसन नभएको भए चाहिँ नभए हुने रहेछ क्या त्यो हुन्छ नि अरू सोसाइटिजहरू थियो हुन त अब अरूले गर्थ्यो होला होइन आई कान्ट प्रेडिक्ट द फ्युचर बट स्टिल त्यो आफ्नो एक्सपिरियन्स देखेर अनि अहिलेको कमिटी मेम्बरहरूको त्यो हुन्छ नि टाइम दिने टाइम देखेर या योभन्दा अघिल्लोचोटिको कमिटी मेम्बरहरूको हुन्छ नि एभ्री इयर चाहिँ 2-3जनाले चलाउने हो क्या सोसाइटी 11जना हुन्छ कमिटी मेम्बरहरू 9जना हुन्छ कमिटी मेम्बरहरू 2-3जनाले एक्टिभली चलाउने हो मैले त्यही भएर सजेसनै दिन्छु कि उनीहरूले होइन 5जनाको कमिटी मेम्बर 7जनाको कमिटी मेम्बर बनाउने भन्छ होइन 3जना थप तिमीलाई पनि सजिलो हुन्छ होइन भोलि गएर 2जना 3जनाले कमिटी चलाउने हो सोसाइटी चलाउने हो इभेन्ट गर्ने हो 7जना बनाएर अनि 3जना एक्टिभ भएन भने 4जना एक्टिभ भएन भने 3जनाले गरेर बरु 11जना बनाऊ 4-5जना एक्टिभ भयो भने त एटलिस्ट 1-2जना हेल्पिङ ह्यान्डहरू थपिन्छ भन्ने हुन्छ त्यही हो त्यो अब सोसाइटी अब त्यही हो एप्रिसिएसन छ आज मेरो फेयरवेल पनि छ होइन फेयरवेल भन्नाले त्यस्तो फर्मल इभेन्ट केही पनि होइन जस्ट भेटघाट हाइहेलो हुन्छ नि अब जानुभन्दा अगाडि सबैसँग यसो भेटघाट रमाइलो त्यही हो यसो अलिकति टाइम स्पेन्ड गर्ने के हो कसो हो भन्ने अनि तिम्रो टाइममा पनि यो प्रोग्रामहरू गरे हो तिमीहरूले गरेँ एउटा लास्ट इभेन्ट न्यु इयर इभेन्ट गरेको मेरो टाइममा किनभने डिसेम्बरमा त फर्मेसन भएको 1 वर्षको मात्रै मास्टर्स गर्यो कि 2 वर्ष 1 वर्षको 1 वर्षको मास्टर्स गरेँ ठ्याक्कै
मेरो चाहिँ किनभने मैले जुलाईबाट फर्मेसन फर्मेलिटिजहरू स्टार्ट गरेको डिसेम्बरसम्म नै लाग्यो, लाइक 5-6 महिना नै लाग्यो। अनि त्यसपछि फर्मेसन भइसकेपछि अनि ट्याक्कै अप्रिलमा त सकिने क्या, त्यो टर्म नै सकिने। अनि अर्को टर्म सुरु हुने, अर्को कमिटी मेम्बर बनाउनुपर्ने। अनि हामीले ट्याक्कै एउटा न्यु इयरको इभेन्ट चाहिँ गर्न पायौँ मेरो सालमा। त्यसपछि चाहिँ नमिराको भयो, अनि अहिले रुज छ। अहिले ब्लग कम्पिटिसन पनि ब्लग कम्पिटिसन भइरहेछ, कसैले ब्लग लेख्ने। एउटा आज हो लास्ट, जस्ट म पनि छु एउटा। आज लास्ट डे हो ब्लग कम्पिटिसन मा सबमिसन गर्ने। नेपाली नयाँ वर्षको पनि प्रोग्राम लिएर नेपाली आइरहेको छ। अप्रिल 19 हुँदैछ। एकदम यसपालि चाहिँ हामीले 3 वर्षको यो रसातानी भनौँ न, जहिले पनि फ्रेडिज बारमा त्यो सानो ठाउँमा गर्नु। सानो ठाउँ त भन्दिनँ म, स्टिल राम्रै ठाउँ हो त्यो, 100-150 जना अट्ने ठाउँ होइन। तर अब यहाँ हेल्थ एन्ड सेफ्टीको रिजनले धेरै मान्छे 100-150 जना क्यापेसिटी भयो नि, त्यतिजना राख्नु दिँदैन। अनि अब यसपालि चाहिँ हल नै दिँदैछ हामीलाई, ठुलो हल नै दिँदैछ। अनि यसपालिको प्लान चाहिँ हुन्छ नि, अब युनिभर्सिटिज यासयुले कतिको सपोर्ट गर्छ अनि कमिटी मेम्बरहरू कति एक्टिभ हुन्छ भन्ने कुरा डिपेन्ड हुन्छ। बट प्लान चाहिँ ग्रान्ड नै छ, हुन्छ नि, कल्चर इभेन्टदेखि लिएर सेमी गाला टाइप गर्ने, हुन्छ नि, टेबलमै बसेर त अलिअलि बुफे हुन्छ, बट स्टिल सेमी गाला नाइट टाइपको हुन्छ नि। अनि लास्टसम्म 3 बजेबाट 11-12 बजीसम्म इभेन्ट गर्ने भन्ने प्लान छ यसपालि चाहिँ। 7-8 घन्टाको इभेन्ट राम्रो तरिकाले। अनि हिजोबाट टिकट, हिजो कि अस्तिबाट टिकट लाइभ पनि भइसकेको छ। सो अप्रिल 19 एकदम ग्रान्ड, यो चाहिँ फर्स्ट ग्रान्ड इभेन्ट हो नेपाली सोसाइटीको। हुन्छ नि, ठुलो सोसाइटीहरूले लाइक एकदम ठुलो ठुलो इभेन्ट गरेको त अलि रेयरै देखिन्छ नि त। यसपालि चाहिँ हाम्रो डाटामा चाहिँ युनिभर्सिटीमा 400 जना नेपाली स्टुडेन्ट छ होइन। अनि त्यसपछि अब त्यो हलको अकुपेन्सी चाहिँ राम्रो गाला डिनर गर्ने हो भने 200 जना 220 जना हुन्छ नि, अड छ। बट त्यसपछि चाहिँ फेरि नाच्न ओर्नलाई चाहिँ त्यो सबै पुल आउट गर्नुपर्छ होइन, त्यतिकै गर्न चाहिँ मिल्दैन। त्यही भएर यसपालि चाहिँ टार्गेट, अब हिजोसम्म 100-150 जनाको इभेन्ट गरिरहेको हुन्छ नि उठेर। अब यो गाला नाइट भन्ने बित्तिकै त इट्स अ डिफ्रेन्ट स्ट्राटेजी नै डिफ्रेन्ट हुन्छ, यसमा कामै धेरै हुन्छ। त्यही भएर यसपालि चाहिँ 170 को टार्गेट राखेर, हुन्छ नि, 170 जना 180 जनाको टार्गेट राखेर एकदम लिमिटेड बट एकदमै ग्रान्ड इभेन्ट गर्ने छ। अब म नभए पनि हुन्छ नि, म भर्चुअली चाहिँ सपोर्ट गर्छु। हुन्छ नि, प्लानहरू यताउतालाई अब अलिकति नक गर्नुपर्दो रहेछ क्या, ल है कहाँ भएको छैन है, भएको छैन है, भएको छैन, किनभने तात्तिनुपर्छ। किनभने मैले अब सबै कुराहरू चाहिँ अब स्टुडेन्टहरू भइसक्यो, अलिकति गाह्रो पनि हुन्छ कि उनीहरूलाई। आफ्नो काम भन्यो, असाइनमेन्ट्स भन्यो, फ्यामिली भन्यो, अनि आफ्नो पर्सनल टाइम पनि भन्यो। अनि त्यसपछि सोसाइटीलाई टाइम दिँदाखेरि चाहिँ अब कति नै टाइम हुन्छ र होइन, स्टिल गरिरहेछन्। थ्याङ्कफुल सबैलाई, राम्रो छ गरिरहेछन् अहिलेसम्म। त्यस्तो हुन्छ नि, अब सोसाइटी डिग्रेड भयो भन्ने चाहिँ छैन। इभन मैले चिन्न थालेँ क्या, सायद 2 वर्ष जस्तो भयो होला। अनि अब आई डोन्ट नो, म आफू अलिक बढी कनेक्ट भएर हो कि के हो, तर एकदम धेरै राम्रो गरिरहेको छ जस्तो लाग्छ कि त्यहाँको नेपाली सोसाइटीले चाहिँ। नेपाली सोसाइटी धेरै युनिभर्सिटीमा छ नि त, अलिक बढी एक्टिभली। हामी चाहिँ अलिकति आउटस्ट्यान्डिङमै पर्छ भनौँ न, अरूभन्दा पनि। अवार्ड पनि सोसाइटी अफ द इयर लास्ट इयर होइन, क्रेडिट गोज नमिरा धेरै एक्टिभ भएर पनि हो। अब प्रेसिडेन्ट एक्टिभ भएपछि चाहिँ सो त अरू पनि एक्टिभ हुँदो रहेछ होइन। ऊ एकदम धेरै एक्टिभ थियो, एनर्जीमा जान्छ। अनि म एक्लै भए पनि गर्छु भन्ने आँट चाहिँ गर्नुपर्दो रहेछ, उमा थियो त्यो आँट होइन। सोसाइटी अफ द इयर जित्यो, राम्रो। यसपालि पनि नोमिनेसन खोलिसकेको छ अवार्ड्सहरूको लागि। जे होस्, राम्रो छ। अनि युकेमा तिम्रो हुन्छ नि अरू, अब एज पार्ट अफ अब युनिभर्सिटी साइड भयो, काम साइड भयो, त्यो बाहेक चाहिँ अरू लाइफहरू चाहिँ कस्तो छ? त्यो बाहेक अरू मेरो कनेक्सनै युनिभर्सिटी, काम, अनि हुन्छ नि, अब त्यही नै हो जस्तो लाग्छ। अरू त खासै अब भ्याकेसन, होलिडे, मलाई युके छोड्नु, त्यो चाहिँ लास्ट इयर हो। त्यो चाहिँ लास्ट इयर, यो इयर चाहिँ 2टा कन्ट्री गएँ। अझै टाइम भए अर्को पनि जानु मन लाग्थ्यो, तर स्टिल ठिकै छ। मलाई इजिप्ट जानु मन थियो एकदमै धेरै, बट नेपालबाटै आउँछ होला इजिप्ट चाहिँ। यहाँबाट चाहिँ अलिकति कम्प्लिकेटेड भन्नाले कन्फ्युजन भयो। त्यो एम्बेसीलाई पनि सायद छुट्टै भिजा लाउनु
एम्बेसीलाई सोधेको फोन गरेर सोधेको अनएराइभल भिजा छैन भने इमेल गरेको छ भन्यो कन्फ्युज भयो हामी होइन नत्र भए अस्ति चाहिँ यो अल्बेनिया जानुभन्दा अगाडि चाहिँ हाम्रो प्लान चाहिँ फर्स्ट प्लान चाहिँ इजिप्टको थियो होइन अनि यो कन्फ्युजनमा नजाम बरु अल्बेनिया जाम अनि सबै कुराहरू मिलिहाल्छ भनेर अनि अल्बेनिया गयो त्यही हो अब युनिभर्सिटी बाहेक काम बाहेक चाहिँ भ्याकेसन हो होइन त्योभन्दा अगाडि किनभने मेरो काम नै हेक्टिक छ पहिलो कुरो झन् क्रेजी आवर्स 220 घन्टा प्लस गर्छु होइन 1 मन्थमा काम अनि त्यसपछि त्यो बाहेक कति नै टाइम हुन्छ र हप्तामा 6 दिन काम भइरहन्छ 5 दिन काम प्लस आवर्स त्यो यस्तो हुँदो रहेछ क्या मलाई बरु घरमा बस्न अल्छी लाग्छ काममा गएपछि त्यो इनर्जी कहाँबाट आउँछ होइन अनि त्यो छुट्टै खालको त्यो हुन्छ नि चार्मिङ छुट्टै खालको इनर्जी आउँदो रहेछ सकेसम्म काम गर्दा नपाए होइन मलाई चाहिँ काममा कतिखेर जाने होला एउटा मेरो रेकर्ड एउटा के चाहिँ राम्रो छ नि म कहिले पनि ढिलो पुगेको छैन काममा आजसम्म पुगेको छैन मैले कहाँ ढिलोमा म जहिले पनि 45 मिनट्स अगाडि निस्किन्छु घरबाट हुन्छ नि पुग्नुभन्दा नि 45 म जहिले पनि लाइक 15-20 मिनट्स 45 मिनट्सको ग्याप राखेर 45 जस्तै म हुन्छ नि 1 बजे त्यहाँ पुग्छु मलाई थाहा छ भने तर म 45 मिनट अगाडि म निस्किसकेको हुन्छु कि अनि म जहिले पनि 15-20 मिनट्स अगाडि काममा पुगेर एकछिन रिल्याक्स गरेर काम सुरु गरेर हुन्छु जे होस् यो पङ्क्चुअलिटी चाहिँ धेरै मान्छेमा चाहिन्छ होइन मलाई टाइम चाहिँ हुन्छ नि अरू जेसुकै भए पनि टाइम चाहिँ मेरो लागि चाहिँ म नेपाल हुँदा पनि त्यही हो म म्याक्सिमम कुर्नेमा पर्छु म कुर्नेमा नै पर्छु होइन अब भवितव्य अब आफूले कन्ट्रोल गर्नै नसक्ने कुरामा त म केही पनि गर्न सक्दिनँ होइन तर आफ्नो कन्ट्रोलमा हुन्छ अनि अलिकति चाँडै निस्केर त्यो ठाउँमा टाइममा पुगिन्छ भने नि वाइ नट होइन अब यो फरेन कल्चर हो टाइमको चाहिँ स्टिल नेपालमा पनि मान्छेहरूले सिक्नु चाहिँ पर्छ हामी नेपाली पनि फेरि फरेनमा यहाँ युके आएर पनि फेरि त्यो कल्चर चाहिँ छोडेको छैन होइन अब नेपाली इभेन्टहरूमा होइन अब कल्चर बसाउन चाहिँ पर्छ क्या हामीले पनि हुन्छ नि त्यही भएर त हामी ढिलो भयो नि 4 बजी सुरु हुने इभेन्ट 7 बजी सुरु हुन्छ 3 घन्टा लस भयो अनि त्यो 3 घन्टामा कतिपय कुराहरू हुन्छ कति प्रोडक्टिभिटी हुन्छ कि त्यो 3 घन्टामा टाइम चाहिँ हेर्नुपर्छ मलाई चाहिँ पहिलेदेखिको बानी हो मेरो चाहिँ टाइम मैले आजसम्म कसैलाई कुरा छैन जस्तो लाग्छ होइन अन्टिल अनलेस त्यो मान्छे धेरै नै चाँडै आएर पहिले बस्यो भने चाहिँ द्याट्स अ डिफ्रेन्ट स्टोरी होइन तर ठिकै छ आज पनि 12 देखि 1 को बिचमा भेट्ने भनेको थिएँ ठ्याक्कै टाइमै आइपुगेँ होइन अनि त्यही हो अब काहीँ जानु पर्यो भने जस मेरो पनि बानी त्यही नै छ जस्तो इभन कामै जानु पर्यो भने पनि अब 9 बजीबाट क्लास सुरु छ भने म 8:30 8:20 8:15 मा पुगिसकेको जान्छु बरु कफी पिउँछु एकछिन बस्छु आफूलाई रिल्याक्स गर्ने अलिकति हुन्छ नि जाने बित्तिकै हतार हतार काम सुरु गर्दाखेरि कतिपय कुराहरू बिग्रिन्छ होइन कतिपय कुराहरू हुँदैन पुरा अलिकति आफूलाई टाइम लिने अनि म चाहिँ काममा पुगेर अनि घरमा यसो कलसल गऱ्यो होइन अनि त्यसपछि ल अब काम सुरु भयो भने राख्यो अनि आनन्दले फ्रेस मोडमा काम सुरु गर्न पाइन्छ हतार हतार हुँदैन कि कहिले पनि सो ठिक छ टाइम हेर्नुपर्छ सबैले टाइममा गर्नुपर्छ पनि टाइममा पुग्नुपर्छ पनि कसैलाई कुराउन पनि हुँदैन भनेपछि तिम्रो युकेको बसाइ चाहिँ फ्रुटफुल भयो एकदम फ्रुटफुल भयो मान्छेहरू सबै राम्रो नै भेटिए मैले अहिलेसम्म होइन आफूले गर्नुपर्ने कामहरू सबै गरेँ च्यालेन्जेसहरू अफकोर्स सबै कुराहरू हुन्छ च्यालेन्जेसहरू आफ्नो सेफ्टीको च्यालेन्जेस कति मेरो त म म्याक्सिमम् त रातिकै काम गर्ने मान्छे होइन राति नै घर जाने मान्छे सेफ्टीको च्यालेन्ज कति मान्छेले फलो गरेर हुन्छ नि त्यो कतिपय डरमा हिँड्नु परिरहेको हुन्छ त्यो च्यालेन्जेस भयो कामको च्यालेन्जेस हुन्छ प्रेसर्स हुन्छ लास्ट मिनट कुराहरू हुन्छ कहिलेकाहीँ अब त्यस्तै अब आफ्नै हेल्थको च्यालेन्जेस पनि हुन्छ होइन सबै कुरा च्यालेन्जेस हुन्छ अफकोर्स त्यसलाई ओभरकम कसरी गर्ने भन्ने कुराहरू हुन्छ अझ हामी त अब अलिकति म्याच्योर पनि भयो नि त मेन भनेको त अब युकेमा जस अन्डर ग्रेजुएटको माया लागेर आउँछ कि मलाई त्यो त अब अन्डर ग्रेजुएट स्टुडेन्ट म त किन आउँछन् पहिले कुरो मेरो प्रश्न त्यहाँ हो होइन मलाई आजसम्म मलाई अन्डर ग्रेडमा आउने मान्छे मलाई कसैले म्यासेज गरेर चाहिँ मैले सबैलाई नआऊ भनेको छु मेरो होइन तिमी जतिसुकै तिमीसँग पैसा होस् जतिसुकै जेसुकै होस् बरु त्यो पैसा नेपालमा इन्भेस्टमेन्ट गर ब्याचलर्स नेपालमा सकाऊ त्यो इन्भेस्टमेन्ट गरेको पैसाले प्रफिट केही होला मास्टर्स गर्न आऊ होइन ब्याचलर्समा यहाँ आएर 1 करोड प्लस फी तिर्नुपर्छ क्या त्यो फी यहाँ कमाएर तिर्ने होइन क्या
कमाछ मान्छेले मलाई थाहा छ 2-4 जनाहरूले कमाछ तर सबैको हुँदैन नि त हामीले त हेर्ने मेजोरिटी हेर्ने हो नि त हामीले त 95% ले हेर्ने 5% ले कमाए भनेर यो आजकलको कन्सल्टेन्सीहरूदेखि लिएर यो म्यान पावरहरूले मान्छे पठाएको देखेर मलाई विरक्तै लाग्छ कहिलेकाहीँ अनि मलाई सोधेको मान्छेहरूलाई चाहिँ म भनिदिन्छु नआऊ के भन्छ मान्छन् त अब मान्ने नमान्ने उनीहरूको कुरा जस्तै मैले मेरो धर्म चाहिँ निभाउँछु कि भनौँ न भोलि यो मान्छेलाई सोधेको थिएँ यो मान्छे त इन्टेलेक्चुअल जस्तो लाग्थ्यो यो मान्छेले मलाई बोलाएर यस्तो गर्यो म यस्तो भएँ भन्ने नहोस् हुन्छ नि सकभर नआऊ हुन्छ नि ब्याचलर्समा त आउँदैन आऊ टु बी अनेस्ट आउँदैन आऊ युके धेरै गाह्रो छ अहिले झन् धेरै रुल्सहरू चेन्ज भएर धेरै गाह्रो भएको छ मास्टर्सको लागि हो भने ठिक छ तर एक्सपेक्टेसन धेरै राखेर नआऊ सिक्ने कोसिस गरेर आऊ अनि स्किल्स लिएर आऊ तर स्किल्स भन्दैमा चाहिँ फन्नी कुरा चाहिँ के लाग्छ भन्दाखेरि गएर ब्यारिस्टा क्लास लिने बारटेन्डर क्लास त्यो चाहिँ नलिग त्यो वेस्ट अफ मनी नेपालमा चाहिँ यो वेस्ट अफ मनी हो होइन किनभने यहाँ आएर काम गरिसकेपछि जेरो लेभलबाट सिक्ने हो कसैले पनि तिमीलाई चाहिँ तिमी पर्फेक्ट हो भनेर एक्लै छोड्दैन यो बाहिरको कन्ट्रीको एउटा कल्चर यो चाहिँ राम्रो छ होइन तिमीलाई चाहिँ सबै कुरा आउँछ भनेर चाहिँ होइन तर सर्टेन टाइप अफ आफूमा कन्फिडेन्ट र अलिकति स्किल्स चाहिँ हुनुपर्छ भोलि गएर हुन्छ नि मेनली चाहिँ म त कन्फिडेन्ट लेभल भयो भने चाहिँ यहाँ केही नहुँदा पनि अगाडि बढ्न सकिन्छ हो केही पनि नहुँदा पनि धेरैमा हुँदैन रहेछ कन्फिडेन्स लेभल ओहो काहीँ न काहीँ काम गर्न पाए हुन्थ्यो सकेसम्म बोल्नै नपर्ने ठाउँमा ब्याक अफ द हाउस हुन्छ नि अब कति म यहाँ अहिले काम गरिरहेको काममा एजेन्सीबाट आउँछ नेपाली भाइहरू 2-3 जना अस्ति एउटा नेपाली भाइ अब त्यो भाइ रोइसकेको थियो क्या म आफै हड्दै हो है म गइदिएँ त्यो भाइ पछि रोएँ आई नो तर 3-4 महिनापछि दाइ बल्ल मैले यो होटेलमा चाहिँ मलाई एजेन्सीबाट काम लगाइदियो मलाई प्लिज यहाँ सिफ्ट दिन भनिदिनु भने अब मेरो पावर लाग्थ्यो त्यहाँ मैले भनिदिएँ ऊ अहिलेसम्म त्यहाँ काम गरिरहेछ उसलाई सिफ्ट आवर दिइरहेछ अनि सोधेको ब्याचलर्समा आएको अरे हुन्छ नि अब 3-4 मन्थ्ससम्मको एक्सपेन्सेस उसले घरबाट तिर्यायो अनि मैले उसलाई डाइरेक्टली भनिदिएँ भाइ अब तिमीले कति फी तिर्यो थाहा छैन बट 1 करोड प्लस फी अझै लाग्छ क्या हुन्छ नि तिम्रो एक्सपेन्सेसहरू हुन्छ तिमीले कमाएरै तिर्छु सस्टेन हुन सक्छौ बट कमाएरै फी तिर्छु फी नै हो क्या यहाँ सबभन्दा ठुलो कुरो सस्टेन हुनु त केही गाह्रो छैन त्यही फी जम्मा गर्ने क्रममा चाहिँ विद्यार्थीहरू आउट अफ ट्र्याक जाने युनिभर्सिटी नगइदिने क्लास नगइदिने किनकि फी जम्मा गर्नुपर्नेछ भन्ने एउटा प्रेसर हुन्छ अनि त्यसपछि अब त्यस्तो स्टुडेन्टहरू मैले यति धेरै देखाएको छु अब नपत्याउने कुरा जस्तो लाग्छ तर दिनमा एउटा मेसेज आउँछ मलाई काम कतै छ दाइ काम कतै छ रबिन हुन्छ नि यस्तो एउटा न एउटा क्वेरिज युके रिलेटेड स्टुडेन्टबाटै आउँछ क्या एउटा न एउटा कतै न कतै अब मेरो जस्तै अब रोहित भाइको आफ्नो क्वेरिज नभए नि रोहितलाई कसैले फोन गरे नि उसले मलाई फोन गर्छ क्या हुन्छ नि त्यस्तो मान्छेहरू कति छ बट डेमा एउटा आउँछ अघि म त्यो एरिया स्टेसनमा नि मलाई एउटा कल आएको थियो क्या अनि त्यसपछि आएर युनिभर्सिटी नगएको 1 महिना भयो लेटर आउँछ कि आउँदैन हुन्छ नि के अनि मेरो प्रश्नै थियो क्या किन युनिभर्सिटी नगएको भन्दाखेरि मेरो कामबाट नमिलेर अरे अब पढ्न आएको फर्स्टली तिमी यहाँ होइन तिमीलाई भिजा नै स्टुडेन्ट भिजा हो अब युनिभर्सिटीको रुल्स नै फलो नगरिसकेपछि त सक्यो त लेटर आउने नआउने कुरा होइन लेटर त तिम्रो आएर तिमी के त तिम्रो एड्रेस रङ छ कि होइन युनिभर्सिटीमा तिमीले भर्खर घर मुभ आउट भएको थियो कि होइन तिम्रो पहिला इमेल चेक गर भनेको उसले ठ्याक्कै इमेल चेक गर्ने इमेलमा रहेछ क्या होइन उसलाई एउटा लेटर आइसकेको रहेछ इमेलमा मैले उसलाई भनिदिएँ सेकेन्ड लेटर आउने भनेको तिम्रो घरमा आउँछ त्यसपछि तिमीलाई वार्निङ दिएर होम अफिसबाटै लेटर आउँछ यस्तो मिस्टेक नगर युनिभर्सिटी जान गर भने त्यस्तो क्वेरिजहरू यति धेरै आउँछ हुन्छ नि स्टुडेन्टहरूले मिस्टेक गरेर हुन्छ कति कुराहरू त्यो भनेको प्रोपर गाइडेन्स नेपालबाटै नभएर हो क्या अनि यहाँ आएर पनि सायद उनीहरूले अलिकति बुझ्न खोजेनन् जस्तो लाग्छ मलाई चाहिँ किनकि कतिपय कुराहरू त नेपालबाट पनि सिकाउन सकिँदैन नि त यी भन्ने कुराहरू त अब विद्यार्थीले अब धेरै काम गर्नु मिल्दैन 20 आवर्स मात्रै हो एटेन्डेन्स एकदम इम्पोर्टेन्ट छ भन्ने कुरा थाहा नै छ र त्यो एटेन्डेन्स इम्पोर्टेन्ट छ भन्ने कुरा थाहा छ युनिभर्सिटी रेगुलर जान्छ भने त कति धेरै कुराहरू जानिराखेको हुन्छ नि त उसले त अनि एउटा ट्र्याक पनि बस्छ होला आफूमा पनि भर पर्छ त्यो कुराहरू यस्तो हो क्या म मेरो एउटै मात्रै कम्प्लेन नेपालको एजुकेसनल सिस्टम या कन्सल्टेन्सीहरूसँग के भन्दाखेरि रियालिटी के हो त्यो भनिदिनु पऱ्यो क्या युथहरूलाई कन्सल्टेन्सी जाने किन हुँदैन
कन्सल्ट लिनलाई जाने हो त नि होइन कुन कन्ट्री कस्तो छ त्यहाँको इन्भाइरोमेन्ट कस्तो छ वर्किङ कल्चर कस्तो छ सस्टेनेबिलिटी कस्तो छ भनेर त्यो कन्सल्टेन्सी जाने त्यही भएर कन्सल्टेन्सीको त्यो हुन्छ नि त्यो बुदा पढ्यो भने पनि उनीहरूले खोलेकै त्यही भएर हो क्या उनीहरूले त्यो रजिस्टर गरेको गभर्मेन्टसँग रजिस्टर गरेकै त्यही भएर हो उनीहरूले आफ्नो काम छोडेर बिजनेस गरिरहेछ क्या पैसा कसरी कमाउने कतिजना स्टुडेन्ट चाहिँ वर्षमा पठाउन पर्ने राम्रो राम्रो कन्ट्री स्टुडेन्टलाई सजिलो हुने भन्ने कन्ट्री पठाऊ केही छैन बट ब्याचलर्सको स्टुडेन्ट यहाँ आएर सुसाइड गरिदिन्छ होइन कति मान्छेलाई रेस्क्यु गरेर पठाउनुपर्छ कस्तो मिसिङ भनेर आउँछ यहाँबाट स्टुडेन्ट भागेर अर्को कन्ट्री गइरहेछ त्यो भनेको कस्तो भन्दाखेरि मिसगाइड हो नि त कन्सल्ट राम्रो नभएर हो नि त होइन उनीहरूलाई कन्सल्ट मान्छेले चाहिँ जस्तै तिमीलाई कति म्यासेजहरू आउला होइन आउने स्टुडेन्टलाई दिदी तपाईँको भिडियो देखाएको थिएँ चाहिँ कस्तो यताउता भन्ने आउँछ मलाई किन आउँछ भन्दाखेरि 50-50 भएर आएको क्या त्यो कन्सल्टेन्सीको राम्रो गाइडेन्स नभएर आएको कतिपय कुराहरू अब कन्सल्टेन्सीले ट्रुथ भनिदियो भने त स्टुडेन्टहरू आफ्नो रिस्क लिएर आउने हो नि त कति स्टुडेन्ट आउँछ अवेर भएर आउँछ प्रिपेयर भएर आउँछ कि होइन म चाहिँ त्यही भन्छु कि बरु 3-4 महिना मेरो एउटा साथी पनि आउनेवाला थियो मास्टर्समा मैले उसलाई सबै रियालिटी भनिदिएँ अनि उसले सेमेस्टर डिफर गरेर अनि ऊ चाहिँ अब मे सेमेस्टरतिर आउने भनेर बसिरहेछ क्या अब जस्तै सेप्टेम्बर अक्टोबर पछिको डिसेम्बरतिर आयो भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अनि बल्ल हो नि त भ्याकेसन हुने जस्तै अब मे जुन जुलाईतिर आयो भने त जुन जुलाई अनि ठ्याक्कै भ्याकेसन भयो अनि स्टुडेन्टलाई सस्टेन हुने अलिकति टाइम मिल्छ क्या आउने बित्तिकै 5-6 महिना नै अनि त्यसपछि काम गर्न पाइएन अनि युनिभर्सिटी जानु पऱ्यो भने एक्सपेन्सेस कहाँबाट ल्याउने होइन सेमेस्टरले नि कति यहाँनिर डिफ्रेन्सिएट गर्छ यो मेनली अझ यो ज्यानमा आउँछ नि जुन एकदम गाह्रो हुन्छ नि लास्ट एकदम कम भएको हो काम मैले यति धेरै मेसेजहरू आउँछ है कामै छैन भन्छन् अब अस्ति एकजना विद्यार्थीको ग्रुप थियो 7-8 जनाको एकजनाले पनि काम पाएन अरे 3 महिना भयो म्याम भन्छ काम धेरै गाह्रो छ अहिले यहाँनिरको रुल्सले गर्दाखेरि बिजनेस पहिला सुरु युकेको बिजनेस पनि त हेर्नु परेको यिनीहरूको आफ्नै इकोनोमी राम्रो छैन आफ्नै इकोनोमी चाहिँ इकोनोमीको उनीहरूको कति टप 10बाट नै उनीहरू खस्केर कतिपय डाउन आइसकेको छ होइन इन्डिया अगाडि बढिसकेको छ युके पछाडि खसेको छ होइन उनीहरूको आफ्नै इकोनोमी राम्रो छैन उनीहरूको आफ्नै बिजनेस राम्रो छैन युकेको मान्छे छोडेर चाहिँ दुबई र अस्ट्रेलिया पलायन भइरहेछ यहाँ आफ्नो बिजनेस बेचेर अनि त्यो किन्ने भनेको चाहिँ फेरि हामी साउथ एसियन कन्ट्रीको मान्छेहरू हो अनि त्यो मान्छेले यहाँ केही पनि जानै छैन पैसा छ घरबार बेचेर यहाँ पैसा ल्याएर हालेछ अनि न बिजनेस थाहा छ अनि उसले आफ्नो बिजनेस नहुँदा भने कसलाई काम दियोस् अनि यहाँको इम्प्लोइमेन्ट त अहिले त धेरै खस्या छ नि त्यही भएर त यहाँको अहिले गभर्मेन्टले 20 आवर्स रुल हटाउँदैछ 0 आवर्स रुल हटाउँदैछ अनि 0 आवर्स रुल हटाउने बित्तिकै अलिकति सहज चाहिँ हुन्छ किनभने अब पर्मानेन्ट 0 आवर कन्ट्र्याक्टमा काम गरिरहेको मान्छेले चाहिँ सर्टेन आवर्स कन्ट्र्याक्ट चाहिँ फिक्स पाउने भयो क्या होइन अब 0 आवर कन्ट्र्याक्टले चाहिँ 10 घण्टा पनि काम गर्नु 60 घण्टा पनि काम गर्नु भयो नदिँदा पनि भयो स्यालेरी दिन परेन तर अब जस्तै फर इक्जाम्पल 15 घण्टा चाहिँ कुनै कम्पनीले प्रमिस गर्यो भने कामै नदियो भने 15 घण्टा पैसा त आयो नि त होइन अहिले चाहिँ त्यो रुल चाहिँ अब चेन्ज हुँदैछ हाम्रो प्रपर्टीमा पनि यो डिस्कस भइरहेछ कसरी यो चाहिँ फेरि बिजनेसलाई चाहिँ धेरै घाटा कुरा हो स्टुडेन्ट वाइज चाहिँ धेरै राम्रो कुरा हो यो चाहिँ होइन अब यो गर्यो यो इम्प्लिमेन्ट भयो अब यहाँ पनि त्यही त हो नि भित्रभित्र सबै कुराहरू चल्छ बिजनेसले नै यहाँको सरकार चल्ने हो अब बिजनेसहरूले चाहिँ अब्स्ट्याकल्स अलिकति खडा गरिरहेछ बट मलाई चाहिँ यो भइदिए हुन्थ्यो जस्तो लाग्छ कि अब आफूसँग आफू त्यही ब्याकग्राउन्डबाट हुर्केर आयो भएर चाहिँ कुनै हप्ता काममै बोलाउँदैन थियो होइन कुनै हप्ता चाहिँ अलिकति धेरै गर्नु पर्थ्यो त्यो भएको भएर चाहिँ सर्टेन एउटा प्रमिस भयो भने चाहिँ विद्यार्थीहरूलाई त गाह्रो हुने जेरोआरमा बस्नको लागि जेरोआर त्यही मैले बरु एजेन्सीबाट काम गर 0 आवर कन्ट्र्याक्टमा चाहिँ नलिगा भन्छु क्या किनकि अब मान्छेलाई एट द एन्ड अफ द मन्थ रेन्ट तिर्नु पर्यो सबै कुरा गर्नु पर्यो अनि 0 आवर कन्ट्र्याक्ट कस्तो हुन्छ एउटा कस्तो छ भन्दाखेरि आज बेलुकासम्म भोलि काम छ भने थाहा छैन अनि लास्ट आवरमा फोन आउँछ अनि बोलाउँछ अनि गएन भने एकचोटि गएन दुईचोटि गएन अब त्यो नजानु जेन्युन रिजन हुन्छ स्टुडेन्टहरूको क्लास हुन्छ या ट्राभल टाइम हुन्छ या स्टुडेन्टहरू आउट अफ द भ्याली हुन्छ जेन्युन रिजन चाहिँ जेन्युन हुन्छ किनभने यहाँ कसैलाई पनि काम छ आऊ भन्दा नजाने स्टुडेन्ट हुँदैन होइन जेन्युन रिजन हुन्छ नबोलाउँदा नजाने अनि एक दुईचोटि नजाँदाखेरि चाहिँ अनि टर्मिनेट हुन्छ क्या अनि त्यो चाहिँ अब फेरि कतिपय स्टुडेन्टहरूले अब कम्पनी त्यही भएर धेरै चेन्ज गरेन भने त्यही भएर भन्छ क्या 0 आवर कन्ट्र्याक्ट नलिएको एजेन्सीबाट काम गर आई नो एजेन्सीले कम पे गर्छ बट स्टिल
एउटा सर्टेन प्रमिस छ त्यहाँ, यति आवर्स दिन्छ, यो यति घन्टा चाहिँ काम गर्न पाउँछौ भनेर त्यो हुन्छ। अब राम्रै ठाउँमा 20 आवर्स कन्ट्र्याक्ट पाइन्छ भने, सर्भिस चार्ज पे गर्छ भने चाहिँ फेरि क्यास इन ह्यान्ड काम पनि गर्न पर्दैन, सस्टेन हुन चाहिँ पुग्छ है, फेरि सस्टेन हुन चाहिँ पुग्छ, फी तिर्न चाहिँ पुग्दैन होइन। सस्टेन हुन यहाँ अलिकति कहिलेकाहीँ आउटिङ गरेर खानालाई पुग्छ, आफ्नो रेन्ट तिर्न पुग्छ हुन्छ नि, अलिअलि मन्थली चाहिँ 100-150 पाउन्ड सेभ गर्नलाई पुग्छ होइन। सर्भिस चार्ज पे गर्ने ठाउँमा काम गऱ्यो 20 आवर्स गऱ्यो भने चाहिँ क्यास इन ह्यान्ड गर्नै पर्दैन। मैले चाहिँ क्यास इन ह्यान्ड कहिले पनि गरिनँ। म्याकडोनल्ड्समा गरेँ 3 महिना, म्याकडोनल्ड्समा काम गर्दा नि राम्रै आउँथ्यो। अनि त्यसपछि ठ्याक्कै हिल्टनमा लागिसकेपछि त्यहाँ त सर्भिस चार्ज नै आउने, अनि 20 आवर्स गर्दाखेरि आफूलाई सस्टेन हुन पुग्यो। मैले 1 वर्षको फी नेपालबाटै तिरिरहेको थिएँ, अनि त्यसपछि त्यति धेरै प्रेसर थिएन भनौँ। मास्टर्समा त फेरि त्यति धेरै गाह्रो पनि हुँदैन। 1 वर्षको फी तिरेर मास्टर्स गर्न आउने हो भने, अनि 2 वर्षमा 1 वर्ष काम गरेर सायद फी यताउता हुन्छ नि, त्यो सेभिङ्स गर्न सकिन्छ। अनि अर्को 1 वर्ष अलिकति सेभिङ गरेर अनि फेरि त्यो सेभिङ गरेको पैसा स्पोन्सरसिपमा दिन्छन् मान्छेले आजकल। यो हरिबल, यो एकदम हरिबल, यो पाप काम हो यार, टु बी अनेस्ट। यो चाहिँ गर्न नहुने कुरा हो। यो पहिलो सुरु फेरि गल्ती म जसले पैसा दिएको उसको देख्छु 60%, किन चाहिँ नबुझिकन दिएको पैसा होइन। काम पैसा दिएर काम भयो भने त ल ठिकै छ, अब त्यो 5 वर्ष मायै मारेर बसौँ भन्ने हुन्छ होइन। स्ट्रगल हुन्छ, स्ट्रगल स्पोन्सरसिपको स्ट्रगल मैले छुट्टै देखाएको छु फेरि है। तर हेर पैसा दिएर काम पनि नहुने, भिजा पनि नहुने, ट्याक्स तिर्नुपर्ने अझ है। यो चाहिँ 60% 70% आफ्नो मिस्टेक हो क्या। मान्छेले त्यति धेरै छैनन् होला हौ, होला नि र? धेरै छ, है धेरै छ। यहाँनिर स्पोन्सरसिपको लागि पैसा तिरेर आफ्नो पिएसडब्ल्यू सकाएर लुकेर बसेको मान्छे कति छ, कति छ। मैसँग बसेका कति छ। मैले के भन्ने, किन पैसा दिएको? त्यो मान्छे को हो र पैसा दिएको? त्यो मान्छे न इम्प्लोयर हो, कुनै कम्पनीको जिएम पनि होइन, डिओ पनि होइन, एचआरको पनि मान्छे होइन। सर्टेन मान्छेले चाहिँ कन्भिन्स गर्यो भनेर किन पैसा दिने यार? 5 रुपियाँ होइन, 10 रुपियाँ होइन क्या, 20,000 पाउन्ड, 25,000 पाउन्ड, आजको रेटमा 40 लाख रुपियाँ हो क्या त्यो भनेको। त्यो 40 लाख रुपियाँ दिनलाई कसरी मुटुमा आँट आयो क्या? त्यो मैले कसैलाई पैसा दिएँ भने मलाई त्यो पैसा फिर्ता नभन्छ निन्द्रा लाग्दैन क्या। त्यो थोरै अमाउन्टको 40 लाख रुपियाँ पैसा दिन्छ मान्छेले यार। अनि त्यो लिने मान्छे कस्तो है, काम नगरिदिने मान्छे कस्तो, त्यो चाहिँ गर्नु हुँदैन कि। 40 लाख रुपियाँ पैसा लिएर जाऊ, नेपाल जाऊ, सानो रेस्टुरेन्ट खोल, आफ्नो केही बिजनेस गर, हुन्छ नि। 10 लाख रुपियाँ लगानी गरेर 10 लाख रुपियाँ चाइना लिएर गएर आफ्नो सामान हाल। नेपालमा कति राम्रो बिजनेस छ। मेरो साथीले एउटा टिकटकमा भाइरल भएको थियो एउटा भिडियो, ठ्याक्कै त्यो थापाथली नजिक हो, 99 रुपिजमा चाहिँ उसले झुम्काहरू बेचेको थियो क्या, हुन्छ नि। त्यहाँ यति लाइन देखाएको थिएँ क्या मैले। अनि उसलाई मैले सोधेको, अनि चाइनाबाट कतिमा सामान लिएर भने 5 रुपियाँमा क्या। उसको सिपिङ कस्ट 10 रुपियाँ एड भयो भने 15 रुपियाँ पऱ्यो क्या। कस्टम यताउता जे गर्ने 20 रुपियाँ पऱ्यो। उसले भाडा त्यसमा एड गरेर अर्को 10 रुपियाँ एड गर्यो भने 35 रुपियाँ पऱ्यो क्या। 99मा सस्तो सोचेछ मान्छेले, तर 35 भनेको त्यो त 200% प्रफिट छ क्या त्यहाँ। अनि मान्छेले चाहिँ अनि 40 लाख रुपियाँ तिरेर यहाँ त्यो 40 लाख रुपियाँ उठाउनलाई कति वर्ष लाग्छ होइन। म अझै पनि भन्छु क्या, त्यो कमाइ होइन कि, त्यो सेभिङ्स हो। 40 लाख रुपियाँ त त्यो सेभिङ्स हो नि त। अनि त्यो इन्फ्लेसन रेट हेर, अनि त्यो 40 लाख रुपियाँले दिने, तिमीसँग ब्याङ्कमा तिमीले एफडी गरेको भए त्यसको इन्ट्रेस्ट रेट हेर, या कतै इन्भेस्टमेन्ट गरेको भए त्यसको फ्लो, क्यास फ्लो हेर। अनि आँखा चिम्लेर पैसा दिन्छन् अर्काको कन्ट्रीमा बस्नको लागि होइन। फस्छन् फेरि मान्छे रुवाबासी। अहिले त युकेमा धेरै गाह्रो छ, युकेको फ्रेस न्युज नै होला अहिले। झन् युकेमा पैसा यस्तो हुँदो रहेछ कि फेरि अलिकति पोजिटिभ साइडको न्युजहरू अलिक कम सुनिने, अनि छनलाई छ फेरि नभएको होइन। जस्तो मैले चिनेकै कति साथीहरू छन्, अब राम्रो राम्रो ठाउँमा काम गरिरहेछन्, राम्रो अपर्च्युनिटी छ युकेमा भन्ने पनि छन्। साइड बाई साइड अर्को एउटा हुन्छ नि मान्छेले कस्तो भयो भन्दाखेरि, यो चाहिँ मैले ट्रेन्ड नै देखेँ हो क्या। नेपालमा भन या युकेमा भन या युएसमा भन या अस्ट्रेलियामा भन, जुनसुकै कुनामा पनि नेपाली साउथ एसियनहरूको बानी कस्तो भन्दाखेरि, उनीहरूले एउटा माहौल क्रिएट गर्ने, एउटा पब्लिक स्पिकिङ गर्न सकेको मान्छेले माइन्ड खेलाउन यति धेरै सक्दो रहेछ, हुन्छ नि। नेपालमा
मैले कहिलेकाहीँ हाँसो लाग्छ क्या यो मान्छेले कसरी गाडी चढाएको छ कसरी घर त्यत्रो त्यत्रो घर छ भनेर। अनि नेपालमा एक दुईजना मान्छे यस्तो मान्छे छन् कि हिजोको दिनमा रबिन दाई चिया खानालाई पैसा छैन भन्ने मान्छे आजको दिनमा गाडी चढ्छन् त्यही पनि करोडको होइन। अनि दे अन सो मच मनी जस्ट त्यो हुन्छ नि मान्छेलाई मूर्ख बनाएर क्या यसलाई हेल्प गर्ने भनेको छ उसलाई हेल्प गर्ने भनेको छ मान्छेले तिमीले मैले 10 रुपियाँ दिएँ तिमीले 10 रुपियाँ दियो अरूले लाखौँजनाले दिएको पैसाले अनि उसले 10% कसैलाई हेल्प गर्छ अनि 90% आफ्नो खल्तीमा हाल्छ उता हेल्प गरेको जस्तो पनि देखायो। अनि एभ्री त्यसरी उनीहरूको प्रोजेक्ट हुने क्या एभ्री प्रोजेक्ट आज यो सक्यो भोलि त्यो अलिकति ठुलो गर्दा गर्दै खस्किन्छ एक दिन स्योर खस्किन्छ हेर होइन। तर भन्न खोजेको के भन्दाखेरि मान्छेले चाहिँ नेपालमा त्यो साइड लिएर आएर अनि मान्छेलाई चाहिँ हुन्छ नि कसरी अब राम्रो यो मान्छे त राम्रो छ यसले चाहिँ छल गर्दैन यसलाई भन्छ क्या अनि फस्ने त्यसरी के यो मान्छेले चाहिँ हिजोको दिनमा हाम्रै लागि बोलेको थियो नि त अनि यसले फसाउला र भने। अब युकेमा भए पनि म्याक्सिमम् केस त्यही हो क्या यो मान्छेले त हिजोको दिनमा हाम्रै लागि बोलेको थियो हाम्रै लागि भोकल गरेको थियो हाम्रै लागि लडेको थियो अनि बिस्तारै बिस्तारै भित्रभित्र चाहिँ त्यो मान्छेले अनि अपर्च्युनिटी देखाएर मान्छेलाई कन्भिन्स गर्यो अनि अब अहिले 15-20 जना 25-30 जनाको पैसा छैन सक्यो क्या न यता दिने न उता दिने। मैले म्याक्सिमम् ट्रेन्ड युके मात्र होइन धेरैजना नेपालमा त यो त अहिले कमाइ खाने भाडै यही हो बोलेर यसो सर्टेन ठाउँमा गएर बोल्यो मान्छेलाई कन्भिन्स गर्यो पैसा उठायो चन्दा उठायो सर्टेन क्याम्पेन गर्यो हुन्छ नि। हिजोको दिनमा होइन आफ्नो होला ब्याकग्राउन्ड होला तर मान्छेले देख्छ क्या बुझ्ने मान्छेले चाहिँ बुझ्छ यो मान्छेले कसरी कमाइरहेछ कहाँबाट आइरहेछ। नेपालमा म्याक्सिमम् नेताको कसरी पैसा हुँदा नि यार 50-60 हजार तलब खाएर त्यत्रो कुराहरू गरेर हिँड्ने कसैको हैसियत हुन्छ भने हुँदैन क्या यो सबै ब्ल्याक मनी हो। त्यो अब मान्छेले खुलेर भन्न नसके मात्रै हो तर फस्ने त्यस्तैबाट हो। नेपालको हुँदा नेताबाट सिक्या होला नि मलाई चाहिँ म त्यही भएर क्या नेपाल जाँदैछु अनि यस्तो इन्भाइरोमेन्ट छ अहिलेको नेपालको पोलिटिकल कन्डिसन यस्तो छ हुन्छ नि। नेपाल चाहिँ म नेपाल रिङ रोड हो भन्छु क्या हुन्छ नि। अनि घुम्यो फिर्यो नेपालको जनताहरू त्यहीँ आउन खोज्ने क्या अब बिस्तारै बिस्तारै अपलिफ्ट हुँदै पो जाने हो त होइन। अनि घुम्यो होइन गयो होइन यो भएन भने अर्को अनि घुमे फिरे त्यहीँ आयो घुमे फिरे त्यहीँ आयो अनि त्यही भएर हामी अगाडि नबढे नि त्यही हो। अनि नेपालको नेताहरूबाट सिकेर मान्छेले हुन्छ नि यस्तै गरेर पैसा कमान्छ यसले त कमान्छ उसले त कमान्छ हामी पनि त्यस्तै गरौँ भन्यो अनि नेपालमा अहिले जेन्युन मान्छे नै कम भयो क्या नत्र भए 50-60 हजार तलब खाएर चाहिँ आई डोन्ट थिङ्क मान्छेले दुईटा काम गरेर नेपालमा पैसा कमान्छ क्या एउटा जग्गा बेचेर होइन आफूको पुर्खाको सम्पत्ति सबै बेचेछन् अनि गाडी चढाएछन् विच इज फाइन त्यो आफ्नो पैसा हो। अनि नेक्स्ट भनेको सबै ब्ल्याक मनी सबै करप्सनको मनी मान्छेलाई ठगेको पैसा यो गरेको त्यो गरेको इजी पैसा क्या मान्छेले अब युके आउनलाई 40 लाख रुपियाँ एउटा एक गट्ठा जग्गा बेचे भने 30-35 लाख रुपियाँ 40 लाख रुपियाँ गट्ठामा नेपालमा अहिले हुन्छ नि राम्रो ठाउँमा जाँदो रहेछ एक गट्ठा बेच्दियो कति नै भएको छ र भन्यो अनि 40 लाख पाउनेको त 40 लाख हो नि त यार एकजनाको 40 लाख 10 लाख यो कुरा गर्यो भने त कहिलेकाहीँ त पैसा कमाउन धेरै इजी छ नेपालमा। ठिकै छ एक कुराहरू अब चलि नै पनि रहन्छ मान्छे सजग हुनु पर्यो आफू बुझ्नु पर्यो फस्नु भएन। अनि नेपालमा जस्तो यस्तो हो क्या नेपालमा फसेको चाहिँ बुझ्छु हेर म होइन बाहिर फसेको चाहिँ म जो फसेको छ त्यसलाई दोष दिन्छु क्या किनभने बाहिर तिमी कुन कम्पनीबाट जस्तै तिमीलाई कसैले चाहिँ म यो कम्पनीको स्पोन्सरसिप तिमीलाई मिलाइदिन्छु भने नि gov.uk मा जाऊ न स्पोन्सरसिप उसको छ कि छैन सर्टिफिकेट छ कि छैन भने हेर छ भने त्यो कम्पनीमा फोन गर यो मान्छेले मलाई यस्तो अफर दिएको छ भन सक्यो क्या अनि त्यहाँनिर आउँछ नि त ट्विस्ट होइन त्यो गर्दैन अनि त्यसपछि यो मान्छे त राम्रै हो भने पैसा दियो सक्यो। अनि आजको दिनसम्म त्यो मान्छेलाई थाहा छैन कुन स्पोन्सरसिप मिलाइदिन्छ भनेर मेरो साथीहरू छ क्या 2-3 जना 1-2 जनाको चाहिँ मैले आफैले मेरै क्लासको हुन्छ नि एकजना कपालको चाहिँ मैले आफैले गएर केस मिलाइदिएँ पैसा उसले सबै पायो अब स्टिल अनि त्यो अरू 2-3 जना छन् अब पैसा दिएको प्रुफ पनि छैन केही पनि छैन क्यास दिएको अनि त्यो कसरी समात्ने के गर्ने क्या अनि त्यो अब सधैँभरि त्यसरी नै हो क्या बिचरा उनीहरू पिएसडब्ल्यू सकाएर इलिगली लुकेर बसेका छन् कहिलेसम्म बस्ने थोरै पैसा दिएको पनि होइन। अब हेर आफ्नो इमिग्रेसन स्ट्याटस पनि सकियो होइन भोलि स्पोन्सरसिप हुन्छ हुँदैन पनि थाहा छैन पैसा पनि छैन
नेपालमा ऋण छ अनि मान्छे फ्रस्ट्रेसन छ क्या त्यही भएर यो गन्जा मोलमा चाहिँ आई डोन्ट थिङ्क होइन सकेसम्म नपर्नु नि त्यसरी त त्यही भएर आफू सजग हुने आफू बुझ्ने हुन्छ नि आफूले स्टडी गर्ने सेल्फ स्टडी गर्ने इन्टरनेटको जमाना छ हातमा सबै वर्ल्ड छ होइन हातमा हो क्या सबै कुराहरू आफ्नो अनि त्यही भएर अनि फेसबुक इन्स्टाग्राम युट्युब मात्रै होइन क्या धेरै कुराहरू छ होइन त्यो कुराहरू आफूले सेल्फ स्टडी गरेपछि सकियो होइन अब त्यत्रो इन्भेस्टमेन्ट गर्न लागेको छ अथवा केही गर्न लागेको छ भने अलिकति कुनै पनि सानो काम जस्तै विदेश कुनै कन्ट्री जस्तै युकेबाट कुनै कन्ट्री जान मन लाग्छ भने सकभर आफै गर भन्छु कि म चाहिँ मैले कति मान्छेलाई सिकाइदिएर भिजा लगाएको रेकर्ड छ क्या हुन्छ नि किन पैसा तिर्छौ भन्छ 200-300 पाउन्ड त हो रबिन भन्छ 200-300 पाउन्ड गरेर बरु ट्राभल गर सेल्फ अप्लाई गर न सेल्फ इजी छ यार नामको ठाउँमा आफ्नो नाम टाइप गर्न आउँदैन आउँछ नि सिम्पल हो नि त होइन अल्छी छ अनि मलाई म अझै पनि हाँस्छु क्या त्यो ब्याचलर्सको फर्म भरिदिनलाई साइबरमा दौडिरहन्छ क्या ब्याचलर्स पढ्ने हो क्या तिमी हुन्छ नि सबै कुराहरू त्यही छ आफूमा हुँदै नहुने सफ्टवेयरै हालेर गर्नुपर्ने कुरा चाहिँ म बुझ्छु होइन टु बी अनेस्ट तर यार एउटा वेबसाइट क्लिक गरेर अनि सबै फर्म एउटा नर्सरी एलकेजी युकेजीको बच्चाले भर्ने फर्महरू क्या त्यो आफ्नो नेम के हो त्यो लेख्ने आफ्नो एड्रेस के हो त्यो लेख्ने हुन्छ नि सबै कुराहरू ट्याक लेखेर सबमिट गरिदिने हो त्यति कुरा गर्नलाई मान्छेले यस्तो होडबाजी गर्छन् यस्तो गर्छन् पैसा तिर्छन् अनि आई सी नो सेन्स क्या यो कुरामा चाहिँ आई सी नो सेन्स ठिक छ अब एकदम धेरै पनि कुराकानी भयो तिमीसँग भेट्न पनि पायो अब नेक्स्ट टाइम भेट कहाँ हुन्छ कहिले हुन्छ कसरी हुन्छ थाहा छैन नेपाल जाँदैछौ राम्रोसँग जानु फ्युचरको लागि अल द बेस्ट धन्यवाद सबै कुरा राम्रो होस् त्यही हो धन्यवाद जाँदा जाँदा त्यस्तो केही छ हामीलाई सुनाउनु पर्ने हाम्रो अडियन्सलाई सुनाउनु पर्ने भन्नुपर्ने त्यस्तो खासै केही छैन थ्याङ्क यू है अब सेकेन्ड टाइम पनि बोलाइदियो खुसी लाग्यो फेयरवेलमा आउन नपाएँ नि यहीँ भेटघाट भयो होइन मैले सबैलाई भनेको छु मलाई जसले भेट्न पाएको छैन विल सी समवेयर इन द वर्ल्ड होइन सी इच अदर त्यस्तो धेरै सानो ठुलो कुरा पनि होइन यो कहिलेकाहीँ कहीँ भेट हुन्छ कन्ट्याक्टमा रहनु पऱ्यो होइन मान्छेहरू अनि अब खासै भन्नुपर्ने केही छैन एउटा लिमिटेसन राखौँ लाइफमा सबै कुराहरूको हुन्छ नि मान्छेको त्यो लिमिटेसन हुँदैन अरे भन्छन् होइन जति गऱ्यो त्यति लोभ हुन्छ अरे भन्छन् बट हाम्रो नेपाली कल्चरमा धर्ममा चाहिँ साधु भन्ने कुराहरू हुन्छ नि यस्तो यस्तो कुराहरूलाई चाहिँ हामीले अलिकति धर्मतिर गएर आफ्नो एउटा लिमिटेसन राखेर धर्म भने नै राइट अर रङ हो कि फेरि धर्म भनेर एकदम त्यो कट्टर धर्म भन्ने चाहिँ होइन होइन राइट अर रङ भन्ने कुराहरू आफूले छुट्याउन सकौँ होइन त्यही हो थ्याङ्क यू अरू कुरा त अब बिस्तारै होला किप इन टच ल थ्याङ्क यू